हेलो हेलो नमस्ते सबैजनालाई जति पनि लाइभ हेर्दै हुनुहुन्छ है। आज चाहिँ म तपाईँहरू सामु नयाँ सेटअपमा आएको छु। तपाईँहरूलाई पनि भिन्नै लागेको होला, मलाई पनि भिन्नै भिन्नै लागेको छ। होप यो लाइभ हेर्दै हुनुहुन्छ र त्यसपछि अर्को भनेको मेरो साउन्ड राम्रोसँग सुनिरहनु भएको होला। अहिले चाहिँ मैले इक्जाम दिइसकेको छु क्याप 3 को। अनि अलिक प्रब्लम भनेको चाहिँ थ्योरी सब्जेक्टमा प्रब्लम नै हुन्छ। मेनी स्टुडेन्टलाई चाहिँ अनि म्याक्सिममलाई चाहिँ केमा भन्दाखेरि तपाईँको चाहिँ उसमा मेनली कर्पोरेट लज र अडिटमा क्याप 2 र क्याप 3 लेभलमा। त्यही भएर चाहिँ मैले अब डेली लाइभ क्लास चाहिँ यसरी नै युट्युब मार्फत अब मैले यसो मिलाएर सेटअप मिलाइसकेको छु। त्यसपछि अब क्याप 2 र क्याप 3 लेभललाई नै हुने गरी मैले जानेको बुझेको अहिलेसम्म पढेको नलेज सेयरिङ गरौँ होइन। एकदम एक्सपर्ट लेभल नलेज त होइन, त्यही पनि आफूले जानेको बुझेको र स्टुडेन्टहरूलाई पनि कहिलेकाहीँ आफै मात्र पढ्दाखेरि अल्छी लाग्छ, यसो युट्युबमा पनि केही भिडियोहरू हेर्न पाए हुन्थ्यो नि भन्ने हिसाबको हुन्छ। त्यो हुँदाखेरि चाहिँ मैले अब सकेसम्म चाहिँ नोट तयार गरेर डेली बेसिसमा चाहिँ अब टाइमिङ चाहिँ फिक्स भएको छैन, टाइमिङ फिक्स गरेर त्यसपछि म नोटहरू पनि सेयर गर्छु एउटा व्हाट्सएप ग्रुप बनाएर। त्यसपछि चाहिँ डेली लाइभ आएर चाहिँ म क्लासहरू लिने कोसिस गर्दैछु। यो चाहिँ नयाँ सेटअप हो। अब हामी अगाडि बढौँ। आज फर्स्ट डे, सबैजनाले जसले लाइभ हेर्दै हुनुहुन्छ लाइक गर्नु होला है। अनि अगाडि बढौँ। अलि नर्भस टाइपकै छु। अब प्र्याक्टिस हुन्छ, जे होस् युज टु भइन्छ। राम्रै सेटअप गरेर लगभग अगाडि बढौँ है त। अब आज म फर्स्ट डे चाहिँ सेक्युरिटिज एक्ट बाट चाहिँ अगाडि बढ्न चाहन्छु। सेक्युरिटिज एक्टको लागि चाहिँ मैले यो नोट तयार गरेको छु। यो नोट अहिलेलाई आजको क्लासलाई मैले तयार गरिसकेको छु। अनि डेली बेसिसमा नै अब म नोट तयार गर्छु अनि त्यही अनुसारले चाहिँ अगाडि बढ्छु है त। अनि यसरी नै लाइभ क्लासमा आउँदाखेरि चाहिँ यही नोटको सहारामा चाहिँ हामी अगाडि बढ्छौँ। ल अब क्याप 2 लेभलमा पनि छ यो सेक्युरिटिज एक्ट 2063 अनि क्याप 3 लेभलमा पनि छ है। क्वेसनहरू आइ नै रह हुन्छ, 5 देखि 7 मार्क्सको त आइ नै रह हुन्छ। त्यही भएर आज चाहिँ हामी यो सेक्युरिटिज एक्ट 2063 को चाहिँ म लाइभ क्लास अगाडि बढाउन चाहन्छु। यो चाहिँ मेरो पिडिएफ हो, पिडिएफबाट अगाडि बढाउँ है त। सबै ठिकै होला जहाँसम्म मलाई लाग्छ। अब यो सेक्युरिटिज एक्ट अगाडि बढाउनुभन्दा अगाडि चाहिँ मैले चाहिँ कस्तो कन्सेप्टमा पढाउन गइरहेको छु भन्दाखेरि तपाईँहरूलाई पहिला सुरुमा चाहिँ ओभरभ्यू अफ द च्याप्टर है। यहाँ म पेन पनि अन गर्छु। ल यसरी चाहिँ सरी पेन अन भएन है, क्या हो के हो। यहाँ पेन अन भइरहेको छैन जस्तो, ठिकै छ। यसरी ल यहाँ हाइलाइट गरेर अगाडि बढाउँ नि त। ओभरभ्यू अफ द च्याप्टर भनेर चाहिँ म एक राउन्ड सरर च्याप्टरमा छिर्नुभन्दा अगाडि चाहिँ हाइलाइट दिन्छु है त। जस्तो कि अब कुनै पनि लको च्याप्टरहरू पढ्दाखेरि चाहिँ यसरी च्याप्टर वाइज हुन्छ है। च्याप्टर 1 यो च्याप्टरभित्र पनि च्याप्टर क्या। जस्तो कि च्याप्टर त हामी सेक्युरिटिज एक्ट 2063 पढ्दैछौँ, तर त्योभित्र पनि अब च्याप्टर 1 प्रिलिमिनरी हुन्छ भने च्याप्टर 2 यहाँ छ भने प्रोभिजन रिलेटिङ टु बोर्ड होइन। 7 बोर्ड भनेको चाहिँ यहाँ 7 हो। अनि त्यसपछि च्याप्टर 3 रेजिस्ट्रेसन एन्ड इस्युएन्स अफ सेक्युरिटिज। यसरी चाहिँ यावत रूपमा कतिवटा च्याप्टरहरू यहाँ छन् भनेर हामीले पहिला बर्ड्स आई भ्यू भनेको माथिबाट हेरौँ नि त होइन। हामी भित्र त छिर्नु छँदैछ, डिटेल स्टडी त गर्नु छँदैछ। यसरी जम्मा जम्मी यो च्याप्टरमा चाहिँ सेक्युरिटिज एक्टमा चाहिँ जम्मा जम्मी 10वटा च्याप्टर रहेछ। 10वटा च्याप्टर हुँदाखेरि पनि पर डे हामीले एउटा च्याप्टर कम्प्लिट गर्दै गयौँ भने 10 डेज अब मर्निङ र इभिनिङ गरेर 2टा च्याप्टर पर डे। अब नोट पनि त्यही अनुसार तयार गर्नु पऱ्यो है। नोट पनि साइड बाई साइड तयार गर्दैछु। त्यो हुँदाखेरि अब कसरी हुन्छ, अलि अब सुरुमा स्पिड कम हुने अनि त्यसपछि लास्टमा अलिक बढ्ने पनि हुनसक्छ। यसरी चाहिँ हामीले च्याप्टर छुट्याएर पढ्न सक्छौँ सुरुमा। अनि अब यो एक्टमा कतिवटा सेक्सनहरू छन् त भनेर यहीँबाट सुरुमै हामी भित्र छिर्नुभन्दा अगाडि नै मैले यसरी डिटेलमा राखिदिएको छु। जम्मा जम्मी हामीलाई 119वटा चाहिँ सेक्सनहरू रहेको छन्। यहीँमध्ये सबै सेक्सन त त्यति इम्पोर्टेन्ट छैन फ्रम इक्जाम पोइन्ट अफ भ्यू, सबै हुँदैन पनि होइन। लास्टमा आउने भनेको एउटा क्वेसन हो सेक्युरिटिज एक्टबाट 5-7 मार्क्सको। त्यसको लागि हामीले यो सबै पढ्नुपर्ने हुन्छ, नलेज राख्नुपर्ने हुन्छ, पछि पनि काम लागि नै हाल्छ होइन। क्याप 2 वालालाई क्याप 3मा मजाले काम लागि नै हाल्छ, पढ्नुपर्छ। यसरी चाहिँ हुन्छ है त। ल अब मैले
हामीले चाहिँ सुरुमा सरस्वती के जानकारी लियौँ भन्दाखेरि यो च्याप्टरमा 10वटा यो सेक्युरिटिज एक्ट भन्ने च्याप्टरभित्र चाहिँ 10वटा च्याप्टरहरू रहेका छन्। च्याप्टर 1 देखि च्याप्टर 10 सम्म र 119 वटा चाहिँ सेक्सन्सहरू रहेको छ। यो चाहिँ हामीले बर्ड्स आई भ्यू माथिबाट छिर्नुभन्दा अगाडि नै थाहा पायौँ। अब सरसर्ती जाँदाखेरि प्रिएम्बल भन्ने हुन्छ है। हामी च्याप्टर कुनै पनि एक्ट पढ्नुभन्दा अगाडि प्रिएम्बल भनेको चाहिँ प्रिएम्बलमा चाहिँ के दिएको हुन्छ त भन्दाखेरि जस्तो कि हामी भित्र छिरौँ है त, यहाँ भित्र पुगौँ। ल प्रिएम्बल, प्रिएम्बलमा मैले यो डेट राखेको छु 2080 1230। यो चाहिँ मैले के राखेँ त भन्दाखेरि यो डेटसम्मको चाहिँ अपडेटेड हो है यो एक्ट चाहिँ। जस्तो कि एक्ट त अपडेट भइराखेको हुन्छ। यो एक्ट पनि कहाँबाट डाउनलोड गर्न सकिन्छ त? बेयर एक्ट भनेको चाहिँ हामीले कानुन आयोग छ, नेपाल कानुन आयोग, त्यसलाई हामी नेपाल ल कमिसन भन्ने वेबसाइट हुन्छ, त्यहाँबाट हामीले यो चाहिँ डाउनलोड गरेर हेर्न सक्छौँ। यो एक्ट मैले जुन अहिले रिफर गरिराखेको एक्ट चाहिँ यो बेयर एक्ट चाहिँ 2080 12 चैत्र 30 गतेसम्मको चाहिँ अपडेटेड एक्ट चाहिँ हो है त। अब यसमा चाहिँ प्रिएम्बल भनेको चाहिँ यो एक्ट किन ल्याउनु पर्यो भनेर चाहिँ यसमा डिटेल राखेको हुन्छ सुरुमा। यो तपाईँहरूलाई थाहा नै छ होला एक्ट कसरी बन्छ भनेर। एक्ट चाहिँ पार्लियामेन्टबाट चाहिँ बनेर आउँछ। पार्लियामेन्टमा सबैजना सांसदहरूले पास गरेर त्यहाँबाट चाहिँ पास हुन्छ। त्यसपछि राष्ट्रपति कहाँ पठाउँछ, अनि राष्ट्रपति कहाँ पठाइसकेपछि राष्ट्रपतिले छाप लगाइसकेपछि चाहिँ अनि नेपाल ग्याजेटमा पब्लिस भइसकेपछि चाहिँ कुनै पनि एक्ट चाहिँ लिगल रूपमा चाहिँ एक्टको फर्ममा नेपालमा लागु हुन्छ। त्यो चाहिँ यो एक्ट यो प्रिएम्बलमा चाहिँ के लेखा हुन्छ त? नेपालीमा प्रस्तावना भन्छौँ भने प्रिएम्बलमा चाहिँ हामीले के लेख्छौँ त भन्दा के लेखेको हुन्छ त भन्दाखेरि यो एक्ट किन चाहियो त, यो एक्ट नेपालमा ल्याउनुको कारण के हो त भन्ने चाहिँ यहाँ प्रिएम्बलभित्र लेखेको हुन्छ है त। जस्तो कि यहाँ सरस्वती पढौँ। अब यो अहिले त बुझिँदैन यो प्रिएम्बल सुरुमै पढ्दाखेरि। अब लास्ट सबै च्याप्टर पढिसकेपछि एज अ होल पढिसकेपछि लास्टमा चाहिँ बुझिन्छ है त। त्यही पनि मैले सरस्वती अहिले यो थरोली जानलाई मात्रै अगाडि बढ्नलाई मात्रै अहिले थोरै डिस्क्राइब गरेँ। यसमा चाहिँ के हुन्छ त भन्दाखेरि टु अपडेट द एक्जिस्टिङ लज रिलेटिङ टु सेक्युरिटिज बाई एमेन्डिङ एन्ड कन्सोलिडिङ सच ल भनेको चाहिँ के भयो त भन्दाखेरि अहिले सेक्युरिटिज एक्टमा जहाँ जे एक्ट थियो पहिला त्यो यो ल्याउने एक्ट ल्याउने बेला त्यो सबैलाई चाहिँ एमेन्ड गर्ने, लेटेस्ट बनाउने, अनि त्यसपछि कन्सोलिडेट गर्ने। धेरै ठाउँमा छरेर राखेको छ भने चाहिँ एकै ठाउँमा ल्याएर कन्सोलिडेट गरेर अपडेट गरेर एउटा नयाँ एक्ट बनाउन चाहिँ यसको यो पनि एउटा कारण रहेछ है त। अनि त्यसपछि अर्को भने चाहिँ टु रेगुलेट एन्ड म्यानेज द एक्टिभिटिज अफ सेक्युरिटिज मार्केट एन्ड पर्सन इन्भल्भ इन द बिजनेस अफ डिलिङ इन सेक्युरिटिज। यो अहिले केही बुझिँदैन है, अहिले हतारिनु पनि पर्दैन। यहाँ चाहिँ सेक्युरिटिज मार्केट भन्ने टर्म आयो, अहिले त्यो हामी डेफिनेसनमा हेर्छौँ। डेफिनेसन भनेको चाहिँ नि जहिले पनि कुनै पनि एक्ट पढ्दाखेरि सेक्सन 2 भित्र दिएको हुन्छ डेफिनेसन। यहाँ सेक्युरिटिज मार्केट भन्ने टर्म आयो, त्यसपछि अनि बिजनेस सेक्युरिटिज बिजनेस पर्सन भन्ने टर्म आयो। यिनीहरू चाहिँ त्यहाँ डेफिनेसन दिएको हुन्छ, त्यहाँबाट हामीले अहिले पढ्न सक्छौँ। र सेकेन्ड नम्बरमा चाहिँ प्रिएम्बलको सेकेन्ड नम्बर किन ल्यायो त एक्ट भनेर सेकेन्ड नम्बरमा चाहिँ यो एक्टिभिटिज सेक्युरिटिज मार्केटको एक्टिभिटिज र सेक्युरिटिज बिजनेस पर्सनहरूको चाहिँ एक्टिभिटिजहरूलाई चाहिँ रेगुलेट गर्न म्यानेज गर्न चाहिँ यो एक्ट चाहेको कारणले यो एक्ट लिएर आएको हो भन्ने चाहिँ बुझ्यो एउटा होइन। अनि त्यसपछि अर्को भनेको टु रेगुलेट इस्युएन्स पर्चेस सेल एन्ड एक्सचेन्ज अफ सेक्युरिटिज फर द पर्पज अफ प्रोटेक्टिङ इन्ट्रेस्ट अफ इन्भेस्टर इन सेक्युरिटिज। यो एक्टमा चाहिँ एउटा मेन पोइन्ट चाहिँ के हो त भन्दाखेरि जुन लगानीकर्ता हुन्छ, इन्भेस्टर भनेको लगानीकर्ता। तपाईँहरूले पनि यो सेयर मार्केटको बारेमा सुन्नु नै भयो होला अलिअलि, चाहेर वा नचाहेर। त्यो हुँदाखेरि लगानीकर्ता भन्ने एउटा नेपालीमा टर्म आउँछ, इङ्ग्लिसमा हामी इन्भेस्टर भन्छौँ। यो एक्टको मेन पोइन्ट भनेकै ल्याउनुको एउटा मेन पोइन्ट भनेकै त्यो लगानीकर्ताहरूको चाहिँ इन्ट्रेस्ट चाहिँ हित चाहिँ सुरक्षित राख्नलाई प्रोटेक्ट गरेर राख्न क्या। जस्तो कि जे काम गरे पनि इन्भेस्टरको फेभरमा हुने गरी काम गर्नुपर्ने भन्ने हुन्छ। त्यसैलाई चाहिँ यहाँ राखेको छ है त। टु रेगुलेट गर्ने इस्युएन्स कुनै पनि आइपिओहरू इस्युएन्स सेयरहरू इस्युएन्स गर्दाखेरि कसरी गर्ने, पर्चेस गर्दाखेरि, सेल गर्दाखेरि, एक्सचेन्ज गर्दाखेरि चाहिँ केमा ध्यान राखेर गर्ने त भन्दाखेरि जहिले पनि इन्भेस्टरको हितलाई चाहिँ ध्यान राखेर प्रोटेक्ट द इन्भेस्टर इन्ट्रेस्ट अफ द इन्भेस्टर भनेर आयो है त अर्को भनेको। अनि त्यसपछि टु डेभलप द क्यापिटल मार्केट टु मोबिलाइज नेसेसरी क्यापिटल फर द इकोनोमिक डेभलपमेन्ट अफ द कन्ट्री। यो चाहिँ एउटा थ्योरी जस्तै भयो। क्यापिटल मार्केटलाई चाहिँ के गर्ने त भन्दाखेरि मोबिलाइज गर्ने, चलायमान बनाउने। किन त भन्दाखेरि कुनै पनि देशको चाहिँ इकोनोमिक डेभलपमेन्ट गर्नलाई चाहिँ क्यापिटल मार्केट डेभलप गर्नै पर्छ, त्यो कारणले है त। सरस्वती यहाँ अब प्रिएम्बल ल्याउनुको कारण भनेको चाहिँ मैले सरस्वती भन्नुपर्दाखेरि चाहिँ छरेर रहेको अनि पुरानो एक्टहरूलाई चाहिँ एक ठाउँमा लिएर आउने, त्यसपछि त्यसलाई एमेन्ड गर्ने, अपडेट गर्ने। त्यसपछि अर्को भनेको सेक्युरिटिज बिजनेस पर्सनहरू र सेक्युरिटिज मार्केटको चाहिँ एक्टिभिटिजहरूलाई रेगुलेट गर्ने। अनि त्यसपछि अर्को भनेको कुनै पनि सेयरहरू कुनै अरू सेक्युरिटिजहरू चाहिँ इस्यु गर्दाखेरि, पर्चेस गर्दाखेरि, सेल गर्दाखेरि, अनि त्यसपछि एक्सचेन्ज गर्दाखेरि चाहिँ जहिले पनि कसरी गर्ने त भन्दाखेरि इन्भेस्टरको इन्ट्रेस्ट चाहिँ प्रोटेक्ट हुने गरी चाहिँ गर्ने। त्यसै गरी लास्टमा चाहिँ क्यापिटल मार्केटलाई डेभलप गर्ने ताकि हाम्रो नेसनल इकोनोमिक डेभलपमेन्ट चाहिँ होस् है कुनै पनि कन्ट्री। यो सरस्वती भयो। अब हामी यहाँ डेफिनेसन 2 हो। डेफिनेसनमा चाहिँ मैले अघि पनि भनेको थिएँ
डेफिनेसन चाहिँ सेक्सन 2 मा आउँछ। अब अहिले यहाँ टन्नै छ ए देखि यहाँ यसलाई हामी कुनै पनि यसलाई सुरुमा एक्ट पढ्दाखेरि च्याप्टर आउँछ, च्याप्टरभित्र पनि अनि त्यसपछि सेक्सन्सहरू आउँछ। सेक्सन 2 भनेको चाहिँ डेफिनेसन हो, मैले यहाँ सेक्सन लेख्न चाहिँ छुटेछु। अनि सेक्सनभित्र पनि ए, बी, सी सब सेक्सनभित्र सब सेक्सन आउँछ 1, 2, 3 गर्दै। अनि त्यसपछि सब सेक्सनभित्र पनि यदि एबिसी छ भने चाहिँ हामी त्यसलाई क्लज भन्छौँ है त। यसरी हामीले जेनरल इन्फर्मेसन पनि लिइराखौँ। यहाँ चाहिँ अब यसलाई क्लज भनौँ न होइन, डेफिनेसनभित्रको क्लज। यहाँ टन्नै छ डेफिनेसनहरू चाहिँ यो एक्टमा युज हुने टर्महरूको डेफिनेसन के हो यो एक्टको लागि भनेर चाहिँ स्पेसिफिक मिनिङहरू दिएको छ। यो अहिले हामी सबै सुरुमै पढ्दैनौँ, किनभने अहिले पढेर पनि बुझिँदैन। यहाँ अहिले हामी अगाडि जाउँ। अब च्याप्टर 2 मा जाउँ है त। अघि हामीले बर्ड्स आई भ्यूबाट पनि हेरेका थियौँ। अब च्याप्टर 2 चाहिँ केसँग रिलेटेड रहेछ त भन्दाखेरि बोर्डसँग च्याप्टर प्रोभिजन रिलेटिङ टु बोर्डसँग रिलेटेड चाहिँ च्याप्टर हो यो। बोर्ड भनेको चाहिँ अब 7 भनेको अब सर्ट फर्ममा भयो होइन, सेक्युरिटिज बोर्ड अफ नेपाल, जुन चाहिँ एउटा मात्रै हुन्छ। अब यसको बारेमा चाहिँ डिटेलमा चाहिँ यो च्याप्टर 2 मा डिस्कस गरेको छ। बोर्ड के हो, बोर्ड कसरी फर्म हुन्छ, बोर्डको फङ्सन के हो, त्यसपछि बोर्डको चेयरम्यानको फङ्सन के हो, बोर्डको मेम्बरहरू कतिजना हुन्छन्, चेयरम्यान कसरी चाहिँ नि एपोइन्ट हुन्छ, त्यसपछि चेयरम्यानले रिजाइन गरेर भ्याकेन्ट भयो भने के कसरी अगाडि बढाउने, सबै रिलेटेड टर्महरू चाहिँ रिलेटेड प्रोभिजनहरू चाहिँ यहाँनिर यो च्याप्टर 2 भित्र दिएको छ। अब हामी भित्र छिरौँ, प्रोभिजन रिलेटेड टु बोर्ड। ठिक छ यहाँसम्म? अब अगाडि बढौँ है त। सेक्सन 3 मा चाहिँ इस्टाब्लिसमेन्ट अफ द बोर्डको इस्टाब्लिसमेन्ट किन र कसरी हुन्छ भनेर चाहिँ सेक्सन 3 मा प्रष्ट रूपमा दिएको छ है त। जस्तो कि अब हामी पढ्दै जाउँ। देयर स्याल बी इस्टाब्लिस अ बोर्ड नेम अफ नेपाल सेक्युरिटिज बोर्ड। नेपाल सेक्युरिटिज बोर्ड नामक एउटा बोर्ड चाहिँ इस्टाब्लिस गरिन्छ। र किन गर्ने त भन्दाखेरि अघि हामीले माथि प्रिएम्बलमा पनि पढेका थियौँ। यो ठ्याक्कै त्यहीबाट टर्म आयो, रेगुलेट एन्ड म्यानेज द एक्टिभिटिज अफ द सेक्युरिटिज मार्केट। सेक्युरिटिज मार्केट जस्तो कि नेप्से मार्केट, नेप्से नेपाल स्टक एक्सचेन्ज, नेप्से पनि एउटा सेक्युरिटिज मार्केट नै हो होइन। त्यो मार्केटको चाहिँ एक्टिभिटिजहरूलाई चाहिँ रेगुलेट गर्न, म्यानेज गर्न चाहिँ एउटा बोर्डको काम एउटा यहाँ अहिले फङ्सन अफ बोर्ड पनि आउँछ है, त्यहाँभित्र यही कामहरू नै पर्छ होइन। त्यसपछि अर्को पर्सन इन्भल्भ इन सेक्युरिटिज बिजनेस बाई रेगुलेटिङ त ठ्याक्कै माथिकै टर्म अघि पढेको याद आयो क्या तपाईँहरूलाई, हल्का त आउनुपर्ने हो होइन। जुन यो बोर्डले चाहिँ के गर्छ त भन्दाखेरि जो बिजनेस पर्सनहरू चाहिँ इस्युसँग रिलेटेड, पर्चेससँग रिलेटेड, सेलसँग रिलेटेड, एक्सचेन्ज अफ सेक्युरिटिज मार्केट सँग रिलेटेड बिजनेस पर्सनहरूलाई चाहिँ के गर्ने त भन्दाखेरि उनीहरूलाई रेगुलेट गरेर राख्ने, अनि ताकि त्यसरी अनि क्यापिटल मार्केट चाहिँ डेभलप गर्ने र प्रोटेक्ट द इन्ट्रेस्ट अफ द इन्भेस्टर इन सेक्युरिटिज। ल यो टर्म त मैले अघि नै माथि मजाले 2-3 मिनट लगाएर नै के गरेको थिएँ त भन्दाखेरि बुझाएको थियो। अब एउटा बोर्ड इस्टाब्लिसमेन्ट गर्नुपर्छ भनेर भनेको छ। अब बोर्ड आफै त केही गर्न सक्दैन, एउटा बोर्ड त बन्छ भने, तर बोर्डभित्र त अब मेम्बरहरू चाहियो होइन। मेम्बरहरू कतिजना हुन्छन् त भनेर चाहिँ अब सब सेक्सन 2 यहाँ जस्तो कि सेक्सन 3 यहाँ, त्यसपछि यो सेक्सनभित्रको 1 सब सेक्सन 1 र सेक्सनभित्रको 2 सब सेक्सन 2 है त। बोर्डमा कतिजना मान्छे हुन्छन् भनेर यहाँ मैले एबिसिडी गरेर सर जीसम्म छ। कतिजना मेम्बरहरू हुनुहुन्छ भन्दाखेरि 7 जना मेम्बरहरू हुनुहुन्छ। अहिले यहाँ म तपाईँहरूलाई उसमा पनि देखाउँला, अहिलेको लेटेस्ट 7 को चाहिँ नि बोर्डको कम्पोजिसन कस्तो छ। अब बोर्डमा 7 जना मेम्बरहरू हुन्छन्। अब बोर्डमा 7 जना मेम्बरहरू चाहिँ कहाँबाट कसरी आउँछ त भन्दाखेरि सुरुमा चाहिँ एउटा चेयरपर्सन हुन्छ। चेयरपर्सन भनेको चाहिँ अध्यक्ष चाहिँ कसले नियुक्ति गर्छ, एपोइन्टमेन्ट कोबाट हुन्छ त भन्दाखेरि गभर्नमेन्ट नेपालबाट चाहिँ अध्यक्षको नियुक्ति हुन्छ। अहिले हामी तलको प्रोभिजनमा चाहिँ अध्यक्ष हुनलाई चाहिँ चेयरपर्सन हुनलाई क्वालिफिकेसन के हो, डिस्क्वालिफिकेसन के हो, चेयरपर्सनको फङ्सन कसरी के हो, त्यसपछि अनि चेयरपर्सन गभर्नमेन्ट नेपालले कसरी चाहिँ एपोइन्टमेन्ट गर्छ, डिटेलमा पढ्छौँ है त। अहिले चाहिँ हामीले बस के बुझ्नु पऱ्यो त भन्दाखेरि एउटा चेयरपर्सन हुन्छ जसलाई चाहिँ गभर्नमेन्ट नेपालले चाहिँ एपोइन्टमेन्ट गरेको हुन्छ। त्यसरी नै जोइन्ट सेक्रेटरी चाहिँ हुन्छ एउटा मिनिस्ट्री अफ फाइनेन्सको, यो त त्यहीँबाट जो जोइन्ट सेक्रेटरी हुन्छ उहीँ मेम्बर भइहाल्नुभयो। त्यसपछि अर्को मिनिस्ट्री अफ ल, जस्टिस एन्ड पार्लियामेन्ट्री अफेयर्सको चाहिँ एउटा जोइन्ट सेक्रेटरी पनि मेम्बर नै हुनुहुन्छ। त्यसपछि नेपाल राष्ट्र ब्याङ्कको रिप्रेजेन्टेटिभ एकजना हुन्छ। त्यसपछि आइक्यान हाम्रो इन्स्टिट्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ नेपालको एकजना रिप्रेजेन्टेटिभ हुन्छ। त्यसपछि फेडरेसन अफ नेपाल च्याम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिज, यो भनेको वाणिज्य महासङ्घ छ। वाणिज्य महासङ्घ भनेको नेपालभरको इन्डस्ट्रिजहरूको एउटा महासङ्घ एसोसिएसन हो। अब त्यहाँबाट पनि एकजना रिप्रेजेन्टेटिभ आउनुहुन्छ। र त्यसपछि अर्को भनेको चाहिँ लास्टमा एउटा सबै यहाँ अहिले माथि मैले जति भने सबैजना चाहिँ मेम्बरको रूपमा चाहिँ नियुक्त भएको हुन्छ भने
लास्टमा चाहिँ एक्सपर्ट भनेको चाहिँ एक्सपर्टको चाहिँ नलेज पनि हुनुपर्यो, एक्सपिरियन्स पनि हुनुपर्यो। एक्सपर्ट चाहिँ गभर्नमेन्ट नेपालले एउटा नोमिनेट गर्छ। कस्तो क्वालिफिकेसन चाहिन्छ, एक्सपिरियन्स कति चाहिन्छ त भन्दाखेरि एटलिस्ट मास्टर डिग्री पढेको हुनुपर्यो र 7 वर्षको चाहिँ एक्सपिरियन्स हुनुपर्यो। मास्टर डिग्री चाहिँ अब केमा हुनसक्छ त भन्दाखेरि इकोनोमिक्समा हुनसक्छ, म्यानेजमेन्टमा हुनसक्छ, फाइनेन्समा हुनसक्छ, कमर्समा हुनसक्छ, लमा हुनसक्छ, रिकगनाइज युनिभर्सिटीबाट। र 7 वर्षको एक्सपिरियन्स केमा हुनुपर्यो त भन्दाखेरि स्टक एक्सचेन्जमा, म्यानेजमेन्टमा, क्यापिटल मार्केट डेभलपमेन्टमा, फाइनेन्स एन्ड इकोनोमिक सेक्टरमा चाहिँ 7 वर्षको एक्सपिरियन्स हुनुपर्छ। सरसर्ती अब मैले के भन्न खोजेको त भन्दाखेरि एउटा बोर्ड हुने रहेछ, बोर्डको नाम चाहिँ सेक्युरिटिज बोर्ड अफ नेपाल 7 सर्ट फर्ममा। त्यसपछि बोर्डभित्र एउटा 7 जना मेम्बर्सहरूको चाहिँ बोर्ड हुन्छ। बोर्डमा चेयरपर्सन हुन्छ। चेयरपर्सन गभर्नमेन्ट नेपालले चाहिँ प्रिस्क्राइब क्वालिफिकेसन पुगेको एकजनालाई चाहिँ चेयरपर्सन गभर्नमेन्ट नेपालले एपोइन्टमेन्ट गरेको हुन्छ। अनि मिनिस्ट्री अफ फाइनेन्स अर्थ मन्त्रालयबाट जोइन्ट सेक्रेटरी आउनुहुन्छ त्यसपछि बोर्डमा। अनि अर्को भनेको मिनिस्ट्री अफ ल, जस्टिस एन्ड पार्लियामेन्ट्री अफेयर्स, यसमा सर्ट फर्ममा MOLJAPA है, त्यो सर्ट फर्ममा राखिदिएको छु। त्यहाँबाट जोइन्ट सेक्रेटरी लेभल। अनि त्यसपछि एउटा एनआरबीबाट रिप्रेजेन्टेटिभ, एउटा आइक्यानबाट रिप्रेजेन्टेटिभ, अनि अर्को यो लामो छ एउटा नाम छ, त्यसलाई चाहिँ हामी सर्ट फर्ममा FNCCI भन्छौँ, फेडरेसन अफ नेपाल च्याम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिज। त्यहाँबाट एउटा रिप्रेजेन्टेटिभ र एउटा चाहिँ के रहेछ त भन्दाखेरि लास्टमा एक्सपर्ट आउनुहुन्छ। यसरी बोर्डको फर्मेसन हुन्छ। अब त्यसपछि यहाँनिर मैले डी र ईमा चाहिँ के गरेको छु, रातो लगाएको छु है त। रातो लगाएको मिनिङ चाहिँ अब यहाँ सबसेक्सन 3बाट थाहा हुन्छ। सबसेक्सन 3मा चाहिँ के लेखेको छ त भन्दाखेरि क्लज ई र एफमा भएको पर्सनहरू, जस्तो कि मैले डी र ईमा लगाएको रहेछ है, ई र एफ हो है यो। ई र एफमा लगाएको चाहिँ पर्सनहरू चाहिँ एटलिस्ट ब्याचलर डिग्री पास गरेको हुनु पर्यो। जस्तो कि अब ईमा आइक्यानबाट आउने रिप्रेजेन्टेटिभ र एफमा चाहिँ FNCCIबाट आउने रिप्रेजेन्टेटिभ हो होइन। त्यो हुँदाखेरि त्यहाँबाट पठाउने रिप्रेजेन्टेटिभ चाहिँ एटलिस्ट ब्याचलर पास गरेको हुनु पर्यो र 7 वर्षको एक्सपिरियन्स चाहिँ हुनु पर्यो अकाउन्टिङमा, ब्याङ्किङमा, कमर्समा, इकोनोमिक्समा, फाइनेन्समा, इन्डस्ट्रीमा, ल सब्जेक्टमा अथवा ल सब्जेक्टमा, कुनै यो मध्ये कुनै सब्जेक्टमा चाहिँ के हुनु पर्यो त भन्दाखेरि एटलिस्ट 7 वर्षको चाहिँ एक्सपिरियन्स हुनु पर्यो। त्यसपछि अब अर्को भनेको यो एक्सपर्ट, मैले क्लज जीमा माथि को छ त भन्दाखेरि एक्सपर्ट छ है। एक्सपर्टको चाहिँ टर्म कति वर्षको कार्यकाल हुन्छ त भन्दाखेरि 3 सालको कार्यकाल हुन्छ। अरूको चाहिँ 4 सालको कार्यकाल हुन्छ। भनेपछि 7वटा रिप्रेजेन्टेटिभ, 7वटा बोर्ड मेम्बर्सहरूमध्ये एक्सपर्ट लेभल हुन्छ, उहाँको चाहिँ 3 सालको कार्यकाल हुन्छ, टर्म अफ अफिस है। अनि त्यसपछि अरूको चाहिँ 6 जनाको चाहिँ 4 सालको हुन्छ। अहिले अब अलिकति फेमिलियर भयो होला। अहिले लेटेस्ट बोर्डको 7को चाहिँ बोर्ड फर्मेसन कस्तो छ त भनेर यहाँ हेरौँ है त। मैले अघि नै ठिक पारेर राखेको छु। अहिले म यहाँ 7 नेपाल धितोपत्र बोर्ड भन्छौँ हामी नेपालीमा, र इङ्ग्लिसमा सेक्युरिटिज बोर्ड अफ नेपाल। अहिले यहाँ 7को वेबसाइटभित्र छौँ र अहिलेको बोर्ड अफ डिरेक्टर्सको कम्पोजिसन चाहिँ यस्तो छ। मिस्टर सन्तोष नारायण श्रेष्ठ चेयरम्यान भइहाल्यो। त्यसपछि उत्तर कुमार खत्री मिनिस्ट्री अफ फाइनेन्सबाट जोइन्ट सेक्रेटरी हुनुहुन्छ। मिस्टर विनोद कुमार भट्टराई मिनिस्ट्री अफ ल, जस्टिस एन्ड पार्लियामेन्ट्री अफेयर्सबाट जोइन्ट सेक्रेटरी। अब त्यसपछि एनआरबीबाट एकजना रिप्रेजेन्टेटिभ भन्ने थियो, रेवती प्रसाद नेपाल हुनुहुन्छ। अनि त्यसपछि आइक्यानबाट एउटा रिप्रेजेन्टेटिभ भन्ने थियो, सी आनन्द राज वाग्ले हुनुहुन्छ। त्यसपछि FNCCIबाट एउटा रिप्रेजेन्टेटिभ भन्ने थिए मिस्टर हेमराज ढकाल। र अर्को चाहिँ एक्सपर्ट मेम्बरको चाहिँ यहाँ डिटेल राख्नु भएको रहेछ एक्सपर्ट। यसरी चाहिँ अब हामीले बुझ्न सक्यौँ। त्यसपछि अब हामी अगाडि बढौँ। यो समय हाम्रो अब सेक्सन 3 चाहिँ सक्यो। इस्टाब्लिसमेन्ट अफ बोर्ड कसरी बन्ने रहेछ, कतिवटा बोर्ड हुने रहेछ, अनि त्यसपछि बोर्डमा कतिजना हुने रहेछ, त्यो चाहिँ हामीले डिटेलमा डिस्कस गऱ्यौँ है त। अब सेक्सन 5मा जाउँ। आजको हाम्रो टार्गेट चाहिँ यो च्याप्टर 2 कम्प्लिट गर्छौँ। अनि त्यसपछि हेरौँ क्लास कस्तो देखिँदो रहेछ। मैले पनि लिटरली भन्नुपर्दाखेरि लाइभ के भइरहेछ, कसो भइरहेछ हेरेको छैन होइन। त्यो हुँदाखेरि त्यसरी हेरौँ है त। आज सेक्सन यो च्याप्टर 2 सकाउँ, अनि त्यसपछि लास्टमा हेरौँला। ल अब सेक्सन 5 भित्र जाउँ। सेक्सन 5मा चाहिँ के छ त भन्दाखेरि बोर्डको मैले अघि नै भनेको थिएँ फङ्सन, ड्युटिज र पावर। बोर्डले के काम गर्छ, के पावर हुन्छ बोर्डसँग भने यो अहिले पढेर अहिले मजा पनि आउँदैन। लास्टमा यो सेक्युरिटी एक्ट पढिसकेपछि हामीले यो सबै पढ्यौँ भने चाहिँ मजाले यो दिमाग खुलेर आउँछ क्या। त्यही भएर यसलाई अहिले हामीले मैले के भनेको छु यहाँनिर, रिड एट लास्ट, अहिले पढ्ने होइन। त्यो हुँदाखेरि अब यसलाई हामी स्किप गरेर अगाडि बढ्छौँ। सेक्सन 6मा जान्छौँ।
अब मैले के भनेँ, बोर्ड फर्मेसन हुन्छ, एउटा बोर्ड हुन्छ, बोर्डमा मेम्बरहरू 7 जना हुनुहुन्छ र बोर्ड फर्मेसन हुन्छ भनेर त भने। बोर्ड त आएर त के गर्ने त भन्दाखेरि बोर्डको मेम्बर्सहरू त मिटिङ बस्नु पर्यो, डिसिजनहरू गर्नु पर्यो। अब यहाँ सेक्सन 6 मा चाहिँ मिटिङ कसरी बस्ने, डिसिजन कसरी लिने, बोर्डले चाहिँ बोर्डको मेम्बर्सहरूले चाहिँ कसरी लिने त भनेर यहाँ डिटेल प्रोभिजनहरू दिएको छ। जस्तो कि अब द चेयरपर्सन स्याल कल द मिटिङ अफ द बोर्ड एज पर नेसेसिटी, सच अ मिटिङ स्याल बी हेल्ड एटलिस्ट वान्स अ मन्थ। के भयो त भन्दाखेरि चेयरपर्सनले चाहिँ मिटिङ बोलाउने हो एज पर नेसेसिटी, आवश्यकताको आधारमा जति जति बेला चाहिन्छ, तर कम्तीमा पनि महिनाको एकचोटि चाहिँ मिटिङ बस्नै पर्छ है त सेभनको बोर्डको मिटिङ चाहिँ। अब यहाँ म बोर्ड मात्र भन्छु, सेभन भन्दिनँ। बोर्ड भन्ने बित्तिकै के भयो त भन्दाखेरि सेभन भन्ने बुझ्ने भयो यहाँ। अब ट्याक्क हाम्रो यहाँनिर यो डेफिनेसन चाहिँ त्यसरी सक्यो है त। यहाँ बोर्ड मिन्स द सेक्रेटरिज बोर्ड अफ नेपाल अन्डर सेक्सन 3। यो एक्ट अनुसार बोर्ड भन्ने शब्द आयो भने चाहिँ 7 भन्ने बुझ्नुपर्ने रहेछ हामीले। ल यसरी हामीले डेफिनेसनको एन नम्बरको डेफिनेसन पनि पढ्यौँ है त। त्यसपछि अब हामी अगाडि बढौँ। अगाडि बढ्दाखेरि चाहिँ के भयो त भन्दाखेरि चेयरपर्सनले मिटिङ बोलाउने हो जति बेला चाहिन्छ त्यति बेला एज पर नेसेसिटी, तर मिटिङ चाहिँ एटलिस्ट वान्स अ मन्थ बस्नु पर्यो। त्यसपछि अब मिटिङ कहाँ बस्ने, कुन ठाउँमा बस्ने, कुन टाइममा बस्ने, कुन डेटमा बस्ने, त्यो चाहिँ कसले स्पेसिफाई गर्छ हुन्छ त, कहिले तोक्छ त भन्दाखेरि चाहिँ तोक्ने काम चाहिँ त्यो स्पेसिफाई फिक्स गर्ने काम चाहिँ चेयरपर्सनकै हुन्छ है त। जस्तो कि यो डेटमा बस्ने, यो ठाउँमा बस्ने, यति टाइम यति बजे बस्ने भनेर चाहिँ डेट फिक्स गर्ने, टाइम फिक्स गर्ने, त्यसपछि प्लेस फिक्स गर्ने काम चाहिँ चेयरपर्सनकै हुन्छ। त्यसपछि द मिटिङ अफ द बोर्ड स्याल बी हेल्ड प्रिसाइडेड ओभर बाई द चेयरपर्सन एन्ड, जस्तो कि म योभन्दा अगाडि केही सानो कुराहरू भन्न चाहन्छु जेनरल नलेजको लागि है। जेनरल नलेज, तर सबैसँग जेनरल नहुनसक्छ त्यो। कुनै पनि मिटिङ बस्दाखेरि चाहिँ के हुन्छ त भन्दाखेरि एजेन्डा हुन्छ, मिटिङ बस्नुको रिजन हुन्छ। एजेन्डा भनेको के कारणले बस्न लागेको, के डिसिसन गर्नले बस्न लाग्यो हो, त्यो मिटिङ कहिले बस्ने हो, त्यो एजेन्डा सबैलाई दिनुपर्ने हुन्छ, बोर्डको मिटिङमा बस्न आउने सबैजना मान्छेहरूलाई। अनि त्यसपछि त्यो मिटिङ बस्दाखेरि एकजनालाई चाहिँ एकजना चाहिँ अध्यक्ष हुन्छ कि त्यो मिटिङको, चेयरपर्सन हुन्छ, उहाँले चाहिँ प्रिसाइड ओभर गर्नुहुन्छ, त्यो भनेको अध्यक्षता गर्नुहुन्छ मिटिङको। त्यसपछि मिटिङबाट कुनै पनि मिटिङबाट डिसिजन लिनुपर्ने हो भने मेजोरिटी जति त्यहाँनिर प्रेजेन्ट हुन्छ मिटिङमा, त्यो मध्येबाट सबै मेजोरिटीले चाहिँ डिसिजन गरेपछि हो भनेपछि मात्र त्यो डिसिजन चाहिँ अगाडि बढ्छ, लाइक अथेन्टिकेट हुन्छ। त्यसपछि अर्को भनेको मिटिङ बस्नलाई पनि मोर देन 50% भन्दा बढी चाहिँ मेम्बरहरू चाहिँ आएको हुनुपर्छ। जति आउनु पर्थ्यो, जस्तै 100 जना आउनु पर्थ्यो भने 50 जनाभन्दा माथि चाहिँ आउनु पर्यो मिटिङ बस्नलाई, नत्र मिटिङ नै भ्यालिड हुँदैन। त्यसपछि अर्को भनेको मिटिङ बसिसकेपछि सबैले चाहिँ त्यो डिसिजनमा ल आज हामीले यो डिसिजन लियौँ भनेर साइन गर्नुपर्ने हुन्छ होइन। एउटा छुट्टै मिटिङको माइन्युट तयार गर्नुपर्ने हुन्छ, तपाईँहरूलाई पनि लगभग यो जेनरल आइडिया नै होला। त्यसपछि अर्को भनेको त्यो माइन्युट तयार गर्ने काम सचिवको हुन्छ। सचिवलाई हामी इङ्ग्लिसमा भने सेक्रेटरी भन्छौँ। सचिवले चाहिँ ल आज यो मितिमा यो ठाउँमा यति गते यो मान्छेको अध्यक्षतामा चाहिँ हामीले यतिजना उपस्थित भएर मिटिङ बस्यौँ र यो डिसिजन गऱ्यौँ र यो डिसिजनमा सबैजना सहमत हुनुहुन्छ भनेर चाहिँ त्यहाँ सबैले साइन गर्नुपर्ने हुन्छ। यति चाहिँ जेनरल इन्फर्मेसन हामीले लिइसकेपछि चाहिँ यो सेक्सन 6 चाहिँ अब हामी फ्रिली पढ्न सक्छौँ। अब सरसर्ती म तपाईँहरूलाई डिस्क्राइब गरिहाल्छु। सबसेक्सन 3 मा के लेखा हुन्छ त भन्दाखेरि चेयरपर्सनले चाहिँ अध्यक्षता गर्नुपर्छ, तर यदि चेयरपर्सन नै एब्सेन्ट भयो भने कुनै कुनै केसमा त अब चेयरपर्सन बिरामी हुनसक्छ, उसको नि काम परेको हुनसक्छ। त्यो केसमा चाहिँ के हुन्छ त भन्दाखेरि त्यहाँ मेम्बरहरू जति प्रेजेन्ट हुन्छ उहाँहरूको चाहिँ जसलाई ल मिस्टर राम भन्नेलाई सबैजना मेम्बरले ल आज तपाईँ चाहिँ अध्यक्षता गर्नुहोस्, अध्यक्ष बनेर अब मेन अध्यक्ष त आज एब्सेन्ट हुन्छ, तपाईँ अध्यक्षता गरेर चाहिँ आजको मिटिङ चलाइदिनुहोस् भनेपछि उहाँहरूमध्येबाट चाहिँ जसलाई छानेर जुज गरेको हुन्छ त्यहीलाई चाहिँ हामी अध्यक्ष बनाएर मिटिङ अगाडि बढाउनुपर्छ भनेको छ है त। अनि अर्को केसमा चाहिँ जस्तो कि अब एटलिस्ट वान्स अ मन्थ मिटिङ बोलाउनै पर्ने हुन्छ, तर कुनै कुनै एमर्जेन्सी केसमा चाहिँ त्योभन्दा अगाडि पनि मिटिङ बोलाउनु पर्ने खण्डमा चाहिँ एटलिस्ट 2 मेम्बर्स, यदि 7 जना मेम्बर्सहरूमध्ये एटलिस्ट 2 मेम्बरले चाहिँ रिटर्न एप्लिकेसन दियो, लिखित रूपमा चाहिँ एप्लिकेसन दियो र ल हामीलाई चाहिँ मिटिङ चाहियो, मिटिङ यो कारणले बोलाउनु पर्यो भनेर भनेको केसमा चाहिँ ल त्यसपछि बोर्डको मिटिङ चाहिँ 7 दिनभित्र त्यो मान्छेले, जस्तो कि राम र श्याम भन्ने 2 जना मेम्बर्सहरू हुन्थ्यो बोर्डको, उहाँहरूले चाहिँ हामीलाई मिटिङ बोलाउनु पर्यो भनेर रिटर्न लिखित रूपमा चाहिँ एप्लिकेसन दिएको 7 दिनभित्र चाहिँ बोर्डको मिटिङ बोलाउनु पर्यो। त्यसपछि सेक्रेटरी हुन्छ एकजना। सेक्रेटरी भनेको सचिव। सचिवको काम के हो त भन्दाखेरि आउने बोर्डको मिटिङमा चाहिँ एजेन्डाहरू के छ त, हामीले के डिसिजन गर्ने हो, अनि त्यसपछि त्यो डिसिजनबाट चाहिँ हामीले मिटिङमा चाहिँ के डिसिजन गर्ने हो भनेर चाहिँ नोटिस चाहिँ पठाउनुपर्छ एटलिस्ट 24 घन्टा अगाडि चाहिँ सबै मेम्बरलाई मिटिङमा
मिटिङको एजेन्डाहरूको चाहिँ नोटिस पठाउनु पर्ने हुन्छ। त्यसपछि अब कोरम भन्ने हुन्छ। कोरम भनेको चाहिँ मिटिङ चलाउन अगाडि बढाउनको लागि चाहिँ एटलिस्ट कतिजना मान्छे चाहिँ त्यहाँनिर कतिजना बोर्ड मेम्बर चाहिँ प्रेजेन्ट हुनुपर्छ त भन्दाखेरि मोर देन 50% चाहिँ प्रेजेन्ट भयो भने मात्रै कोरम पुगेको हुन्छ। कोरम पुगिसकेपछि मात्रै त्यो मिटिङ चाहिँ भ्यालिड हुन्छ। यदि कोरम नपुगी कुनै मिटिङ बसेको छ भने चाहिँ त्यो केसमा चाहिँ त्यो मिटिङ नै भ्यालिड हुँदैन र त्यो मिटिङले गरेको डिसिजनहरू पनि कुनै भ्यालिड हुँदैन है त। अनि त्यसपछि अर्को भनेको मा डिसिजन कसरी हुन्छ त भन्दाखेरि मेजोरिटीले जे भन्छ त्यही अनुसार नै डिसिजन हुन्छ। र तर कुनै कुनै केसमा अब 7 जना मध्ये के भयो त भन्दाखेरि 3 जनाले हुन्छ भनौँ, 3 जनाले हुँदैन भन्यो। त्यो हुँदाखेरि त हुन्छ भन्ने पनि 3 जना बराबर भयो, हुँदैन भन्ने पनि 3 जना बराबर भयो। त्यो केसमा अब एकजना चेयरपर्सनले चाहिँ अब लास्टमा हुन्छ भन्नेतिर चेयरपर्सनले भोट गर्यो भने त्यो केसमा त्यो डिसिजन हुन्छ भन्नेतिर गयो। यदि चेयरपर्सनले हुँदैन भन्नेतिर चाहिँ कास्टिङ भोट भन्छौँ हामी, फाइनल भोट गर्नुभयो भने चाहिँ त्यो केसमा चाहिँ हुँदैन भन्ने डिसिजन हुन्छ। त्यो केसलाई हामी यस्तो केसलाई चाहिँ हामी टाई भएको केस भन्छौँ। त्यो भनेको ठ्याक्कै जुधेको केस हो क्या। त्यो केसमा चाहिँ फाइनल डिसिजन गर्ने चाहिँ चेयरपर्सनसँग एउटा भोटिङ राइट हुन्छ है त। अनि अर्को भनेको अब यो सेपरेट अघि नै मैले भने एउटा माइन्युट बनाएर राख्नुपर्छ। अनि कुन म्याटरमा डिस्कस गऱ्यौँ, के चिज डिस्कस गऱ्यौँ, डिसिजन के लियौँ, त्यसपछि भनेर त्यहाँ सबै मजाले लेखेर माइन्युटिङ गरेको हुनुपर्छ। र सबैजना मेम्बर जतिजना प्रेजेन्ट हुन्छ उहाँहरू सबैले चाहिँ के गर्नुपर्छ त भन्दाखेरि त्यसमा साइन गरेको हुनुपर्छ। र त्यसलाई अथेन्टिकेट गर्ने चाहिँ वैधानिकता दिने काम चाहिँ सेक्रेटरीको हुन्छ। सेक्रेटरीले सबैलाई साइन गराएर राख्नुपर्छ। अरू बोर्डको मिटिङसँग रिलेटेड चाहिँ के भयो त भन्दाखेरि एज प्रिस्क्राइब भन्नेको पनि के हुन्छ त भन्दाखेरि डेफिनेसन हुन्छ है त। जस्तो कि म यहाँ देखाउँछु सेक्सन 2 मा एज प्रिस्क्राइबको मिनिङ के हो त भन्दाखेरि एज प्रिस्क्राइब्ड यहाँ प्रिस्क्राइब अथवा एज प्रिस्क्राइबको मिनिङ के हो त भन्दाखेरि मिन्स प्रिस्क्राइब अर एज प्रिस्क्राइब इन द रुल्स फ्रेम अन्डर दिस एक्ट। अब एक्ट त यहाँ छँदैछ, यसको रुल्स पनि एक्ट बन्छ पहिला, त्यसपछि रुल्स भन्छ है त। अनि यो रुल्समा चाहिँ जे लेखेको छ त्यसलाई चाहिँ अब रुल्स यहाँ छैन नि त, रुल्सतिर जानुहोस् पढ्नुहोस् भनेको हो क्या। त्यसलाई चाहिँ एज प्रिस्क्राइब कुनै ठाउँमा एज प्रिस्क्राइब भनेको छ भने चाहिँ रुल्समा जे लेखेको छ त्यही अनुसार सेक्युरिटिज रेगुलेसन रुल्स भन्ने हुन्छ, त्यसमा जे लेखेको छ त्यही अनुसार हुन्छ भन्नको चाहिँ है त। अब यहाँसम्म केही कन्फ्युजन छैन होला जहाँसम्म मलाई लाग्छ। त्यसपछि अब हामी यो मिटिङ इम्पोर्टेन्ट नै छ है। ल क्याप 2 लेभलबाट यो मिटिङ इम्पोर्टेन्ट नै छ क्याप 2 लेभलको लागि। सरस्वती भन्नुपर्दाखेरि एज पर नेसेसिटी जहिले जहिले बसे पनि हो, तर महिनामा एकचोटि बस्नै पर्यो मिटिङ। त्यसपछि मिटिङको डेटहरू, टाइमहरू, प्लेस कुन ठाउँमा बस्ने, चेयरपर्सनले जुन ठाउँमा भन्छ त्यही अनुसार हुन्छ। त्यसपछि चेयरपर्सनले नै अध्यक्षता गर्छ होइन, प्रिसाइडेड ओभर भन्छौँ हामी इङ्ग्लिसमा। तर यदि चेयरपर्सन नै एब्सेन्ट भयो भने केसमा चाहिँ उहाँहरू मेम्बरहरूमध्ये जसलाई चुज गर्छ त्यही अनुसार हुन्छ। त्यसपछि एटलिस्ट 2 जना मेम्बरहरूले चाहिँ राइटिङमा के भयो त भन्दाखेरि मिटिङ बोलाउनलाई एप्लिकेसन दिएको खण्डमा चाहिँ एप्लिकेसन पाएको 7 दिनभित्र चाहिँ के गर्नुपर्छ त भन्दाखेरि मिटिङ बोलाउनुपर्छ। त्यसपछि बोर्डको सेक्रेटरीको काम के हो त भन्दाखेरि सबै मेम्बरहरूलाई चाहिँ नोटिस दिने, एजेन्डाको नोटिस दिने। त्यसपछि कोरम कतिजनाको हुनुपर्छ भन्दाखेरि मोर देन 50%को कोरम पुग्नुपर्छ, त्यसपछि मात्र मिटिङ अगाडि बढ्न सक्छ। त्यसपछि मिटिङमा डिसिजन कसरी हुन्छ त भन्दाखेरि मेजोरिटीले जे भन्छ त्यही अनुसार डिसिजन हुन्छ। तर यदि हुन्छ भन्ने र हुँदैन भन्ने बराबर भयो भने चाहिँ त्यो केसमा चाहिँ चेयरपर्सनले चाहिँ जे भन्छ त्यही अनुसारले कास्टिङ भोट अनुसारले चाहिँ अगाडि बढ्छ। मिटिङको एउटा माइन्युट छुट्टै बनाउनु पर्ने हुन्छ। त्यसपछि अर्को भनेको चाहिँ डिसिजनहरू चाहिँ सबै चाहिँ माइन्युटमा लेखेर साइन गराएर सेक्रेटरीले राख्नुपर्ने हुन्छ। अब हामी अगाडि बढौँ। एउटा चाहिँ अघि हामीले माथि सेक्सन 3 मा के पढाएको थियौँ त भन्दाखेरि सेक्सन 3 मा हो कि 4 मा हो, आई एम लिटल बिट कन्फ्युज। सेक्सन 3 मै हो है। सेक्सन 3 मा एकजना चेयरपर्सन चाहिँ गभर्नर नेपालले चाहिँ एपोइन्टमेन्ट गर्छ भनेर हामीले भनेका थियौँ। अब हामी सेक्सन 7 मा आयौँ, एपोइन्टमेन्ट एन्ड रिमुभल अफ चेयरपर्सन अफ 7 को बोर्ड, यहाँ बोर्ड भनौँ, बोर्डको चाहिँ चेयरपर्सन कसरी एपोइन्टमेन्ट हुन्छ, नियुक्ति कसरी हुन्छ, र रिमुभल बर्खास्त, हामी नेपालीमा बर्खास्त भन्छौँ, बर्खास्ती कसरी हुन्छ त। पहिला हामी नियुक्तिको बारेमा पढौँ। नियुक्ति नभइकन त कुनै मान्छेले बर्खास्ती हुँदैन। त्यो हुँदाखेरि चाहिँ सबसेक्सन 1 मा चाहिँ सेक्सन 7 को सबसेक्सन 1 मा के भनेको छ, द गभर्नर नेपाल स्याल एपोइन्ट द चेयरपर्सन टु एक्ट एज अ एडमिनिस्ट्रेटिभ चिफ एन्ड पर्फर्म डे टु डे बिजनेस अफ द बोर्ड। बोर्डको डे टु डे अब कति ठाउँमा चाहिँ अब चेयरपर्सन भयो भन्दैमा बेला बेला मिटिङमा मात्र आउने, त्यसपछि अरू बेला अफिसै नआउने हुन्छ भने यो केसमा चाहिँ 7 को केसमा चाहिँ त्यस्तो हुँदैन है। 7 मा चाहिँ चिफ, एज अ चिफको रूपमा चाहिँ त्यहाँ 7 को सबभन्दा प्रमुख व्यक्तिको रूपमा चाहिँ आउनु पर्यो, डेली आउनु पर्यो, डे टु डे बिजनेस पनि सम्हाल्नु पर्यो।
जो मान्छे चाहिँ चेयरपर्सन हुन्छ। अनि त्यसपछि अब चेयरपर्सन यो पनि तपाईँको जेनरल नलेजै हो, सबै ठाउँमा नै लागु हुन्छ। चेयरपर्सन एपोइन्ट गर्नको लागि चाहिँ जस्तो कि एउटा रिकमेन्डेसन कमिटी हुन्छ। रिकमेन्डेसन कमिटीको काम चाहिँ के हो त भन्दाखेरि सबै क्वालिफिकेसन पुगेको, एक्सपिरियन्स पुगेको मान्छेहरूमध्येबाट एटलिस्ट 3 जना मान्छेहरूको नाम चाहिँ क्वालिफाइड मान्छेहरूको, एक्सपिरियन्स मान्छेहरूको नाम चाहिँ गभर्नमेन्ट नेपाललाई रिकमेन्ड गर्ने। ल यो रामी, श्यामी, हरि भन्ने मान्छेहरूलाई सपोज इक्जाम्पल राम, श्याम, हरि भन्ने इक्जाम्पलको लागि उहाँहरूमध्येबाट चाहिँ तपाईँहरूले गभर्नमेन्ट नेपाललाई रिकमेन्ड गरिदियो भने तीमध्येबाट चाहिँ एकजनालाई चाहिँ बोर्डको अध्यक्ष छान्न सक्यो है त। यसरी एउटा रिकमेन्डेसन कमिटी हुन्छ। अब रिकमेन्डेसन कमिटीमा को हुन्छ भने त्यो पार्ट अर्कै भयो होइन। त्यसपछि त्यो रिकमेन्डेसन कमिटीले ल 3 जनामध्ये तपाईँ भने कुन चाहिँ छान्नुहुन्छ, छान्नुहोस् भने गभर्नमेन्ट नेपाललाई चाहिँ एउटा 3 जनाको लिस्ट दिन्छ। अब सुरुमा हामी जाउँ रिकमेन्डेसन कमिटीमा को हुन्छ त भन्दाखेरि जहिले पनि रिकमेन्डेसन कमिटीमा हाम्रो राष्ट्रिय योजना आयोग नेपालीमा र इङ्ग्लिसमा हामी नेसनल प्लानिङ कमिसन भन्छौँ। नेसनल प्लानिङ कमिसनको एकजना कन्सर्न सेक्टर, यो अब सेक्युरिटीसँग रिलेटेड सेक्टरमा जसले हेर्नुहुन्छ उहाँ एकजना भइहाल्यो। अनि त्यसपछि सेक्रेटरी अफ मिनिस्ट्री अफ फाइनेन्स, अर्थ मन्त्रालयको सचिव। त्यसपछि अर्को भनेको चाहिँ एक्सपर्ट इन द फिल्ड अफ सेक्युरिटिज। यो गरेर 3 जना मान्छेहरूको चाहिँ एउटा रिकमेन्डेसन कमिटी बनाएको हुन्छ। त्यसपछि उहाँहरूको काम चाहिँ एटलिस्ट 3 जना रिनाउन्ड पर्सन, नाम चलेको क्वालिफाइडहरू पर्सनमध्येहरू धेरै मध्येबाट 3 जनाको नाम चाहिँ के हो त भन्दाखेरि गभर्नमेन्ट नेपाललाई चाहिँ बुझाइदिने। अब 3 जनाको नाम यत्तिकै बुझाउने कुरा त हुँदैन। एटलिस्ट मास्टर डिग्री पढेको हुनु पर्यो र 7 वर्षको एक्सपिरियन्स चाहिँ हुनु पर्यो। केमा भन्दाखेरि एक्सपिरियन्स भनेको चाहिँ नि स्टक एक्सचेन्ज म्यानेजमेन्टमा, क्यापिटल मार्केट डेभलपमेन्टमा, इकोनोमिक्समा, फाइनेन्समा, कमर्समा, म्यानेजमेन्टमा अथवा लमा यदि यो च्याप्टर यो सब्जेक्टहरू पढेको मध्ये चाहिँ 3 जना रिनाउन्ड मान्छेहरूलाई चाहिँ रिकमेन्डेसन कमिटीले चाहिँ गभर्नमेन्ट नेपाललाई रिकमेन्ड गरिदिन्छ। अब गभर्नमेन्ट अफ नेपालको सामु चाहिँ के हुन्छ त, गभर्नमेन्ट नेपाल भन्दा पनि अब काउन्सिल अफ मिनिस्टर भनौँ न होइन, मन्त्रीमण्डलमा उहाँहरूको नाम पुग्छ र त्यसपछि उहाँहरूमध्ये 3 जना मध्येबाट चाहिँ नेपाल सरकारको मन्त्री परिषदले चाहिँ एकजनालाई ल आजबाट चाहिँ सेभनको अध्यक्ष भयो भनेर चाहिँ अब एपोइन्टमेन्ट दिन्छ है त। त्यसपछि अब अर्को युनिभर्सल ट्रुथ पनि के हो त भन्दाखेरि जसले एपोइन्ट गरेको हुन्छ उसले मात्रै के गर्न पाउँछ त भन्दाखेरि उसलाई रिमुभल गर्न पाउँछ है त। बोर्डको अध्यक्षलाई, चेयरपर्सनलाई जसले एपोइन्ट गरेको हुन्छ, एपोइन्टमेन्ट दिएको हुन्छ, त्यहीले मात्रै, बोर्डले मात्रै के गर्न, उसै पर्सनले मात्रै के गर्न पाउँछ त भन्दाखेरि रिमुभ गर्न पाउँछ। त्यही नै लेखेको छ है त यहाँ। चेयरपर्सन अफ 7 shall be removed by गभर्नमेन्ट नेपाल ओन्ली। ओन्लीमा मैले के गरेको छु, रातो लगाइदिएको छु, किनभने अरू मान्छेहरूले पाउँदैन। जस्तो कि यहाँ 7 जना मेम्बरहरू हुन्छ बोर्डमा, 6 जना चाहिँ एन्टी भयो अरे। अब चेयरपर्सनको एन्टीमा गएर ल चेयरपर्सनलाई रिमुभ गर्नुपर्छ भन्दैमा चाहिँ त्यसरी चाहिँ हुँदैन। गभर्नमेन्ट नेपालले जति बेला रिमुभ गर्छ त्यो बेला मात्रै रिमुभ हुन्छ है त। अब रिमुभल पनि यत्तिकै हुँदैन। अघि एपोइन्टमेन्ट गर्नको लागि एउटा रिकमेन्डेसन कमिटी बनाएको जस्तै अब रिमुभ गर्नको लागि पनि यत्तिकै ल आजबाट हट्यो भनेर चाहिँ हुँदैन। पहिला एउटा चाहिँ नि कमिटी, इन्भेस्टिगेसन कमिटी, इन्क्वायरी कमिटी बनाउनुपर्छ। इन्क्वायरी कमिटीले टाइम लिएर इन्क्वायरी गर्नु पर्यो, इन्भेस्टिगेसन गर्नु पर्यो, यो मान्छेले हटाउनु पर्ने हो कि होइन भनेर। त्यसपछि उसले चाहिँ फाइनल रिपोर्ट बुझाउँछ गभर्नमेन्ट नेपाललाई र त्यो रिपोर्टको आधारमा मात्र गभर्नमेन्ट नेपालले चाहिँ बोर्डको चेयरपर्सनलाई हटाउने नहटाउने चाहिँ त्यसरी हुन्छ है त। त्यही नै लेखेको छ। फर द रिमुभल अफ चेयरपर्सन अफ 7 द गभर्नमेन्ट नेपाल मे फर्म इन्क्वायरी कमिटी। एउटा इन्क्वायरी कमिटी बनाउनु पर्यो। अब इन्क्वायरी कमिटीमा को हुन्छ त भनेर भन्यो भने चाहिँ एउटा अ जज अफ हाइकोर्टको एउटा जज होइन, रिटायर्ड जज, एटलिस्ट पर्सन सर्भिङ अर हेज बिन सर्भ एटलिस्ट एउटा हाइकोर्टको चाहिँ जज लेभलको। त्यसपछि फर्स्ट क्लास अफिसर अफ ग्याजेटेड फर्स्ट क्लास अफिसर अफ गभर्नमेन्ट नेपाल, फर्स्ट क्लास अफिसर अफ गभर्नमेन्ट नेपाल, अनि एक्सपर्ट विथ स्पेसिफाइड नलेज अफ क्यापिटल मार्केट। यो 3 जना व्यक्तिहरूको चाहिँ के हुन्छ त भन्दाखेरि एउटा इन्क्वायरी कमिटी हुन्छ। इन्क्वायरी कमिटीले चाहिँ के गर्नुपर्छ त भन्दाखेरि इन्क्वायरी गरेर एउटा रिपोर्ट बुझाउनुपर्छ। अनि त्यसपछि इक्जामिन गर्ने, सोधपुछ गर्ने अब बोर्डको अध्यक्षसँग। अनि त्यसपछि लास्टमा चाहिँ के हो त भन्दाखेरि बोर्डको वेदर अर नट एनी एक्ट अर एक्सन contrary to the interest of the board or development of capital market and causes any loss and damage to the capital market। अब के सोध्ने त भन्दाखेरि बोर्डको इन्ट्रेस्टमा को एगेन्स्टमा गएर कुनै काम गरेको छ कि छैन, त्यसपछि क्यापिटल मार्केट डेभलपमेन्टको एगेन्स्टमा गएर कुनै काम गरेको छ कि छैन, र क्यापिटल मार्केटलाई कुनै ड्यामेज गर्ने, लस पुर्याउने कुनै काम गरेको छ कि छैन। यो कुराहरू चाहिँ के गर्ने त भन्दाखेरि सोधपुछ गर्ने र लास्टमा चाहिँ एउटा मैले अघि भने जस्तै सबमिट इट्स रिपोर्ट टु द गभर्नमेन्ट नेपाल एन्ड अन द रिकमेन्डेसन अफ सच कमिटी गभर्नमेन्ट नेपाल रिमुभ हिम अर हर फ्रम द अफिस अफ द चेयरपर्सन। त्यो रिकमेन्डेसन
त्यो रिपोर्ट अनुसार चाहिँ हटाउने नहटाउने चाहिँ लास्ट टाइममा गभर्नमेन्ट नेपालले चाहिँ के हुन्छ त भन्दाखेरि डिसिजन लिन्छ र कुनै पनि व्यक्तिलाई चाहिँ कुनै पनि पोस्टबाट हटाउनुभन्दा अगाडि चाहिँ उसको पनि कुराहरू राख्नु दिनुपर्छ। हामीले त्यसलाई चाहिँ हामी अपर्च्युनिटी अफ बिङ हर्ड भन्छौँ है त। जस्तो कि कुनै पनि मान्छेलाई ल म तपाईँलाई सिधै हटाएँ भनेर भन्न पाइँदैन। ल म तपाईँलाई हटाउँदैछु, यो कारणले गर्दा तपाईँको के स्पष्टीकरण दिनुपर्ने छ, तपाईँले आफूलाई सफाइ दिनुपर्ने केही कारण छ, यो कारणले गर्दा चाहिँ मलाई हटाउनु पाउँदैन भनेर भन्नुपर्ने छ। त्यसो भए लेखेर लिखित रूपमा 7 दिनमा दिनुहोस्, 10 दिनभित्र चाहिँ जवाफ दिनुहोला भन्ने टाइपले चाहिँ एउटा अपर्च्युनिटी टु डिफेन्ड, आफूलाई बचाउने चाहिँ एउटा अपर्च्युनिटी चाहिँ दिनुपर्छ भन्ने छ है, बन्ने हुन्छ है त। यो पनि लगभग सबै एक्टहरूमा चाहिँ लागु हुन्छ। नटविथस्ट्यान्डिङ एनिथिङ कन्टेन्ट एल्स इन दिस एक्ट, इफ द पोजिसन अफ द चेयरपर्सन फल्स भ्याकेन्ट or if the government of Nepal removes the chairperson from the office pursuant to subsection 7 or if the chairperson is suspended and thereby unable to carry out the function of the board। के भयो त भन्दाखेरि चेयरपर्सन को भ्याकेन्सी चाहिँ भ्याकेन्ट भयो क्या, जस्तो कि खाली भयो, चेयरपर्सन कोही मान्छे हुँदै भएन, चेयरपर्सनको रोल निभाउने कोही मान्छे हुँदै भएन, भ्याकेन्ट भयो, अथवा उसलाई चाहिँ हामीले गभर्नमेन्ट नेपालले सस्पेन्ड गर्यो भने त्यो केसमा त अब चेयरपर्सनको काम कारबाही गर्ने त कोही मान्छे भएन। त्यो केसमा चाहिँ कसले गर्न पाउँछ त भन्दाखेरि द मेम्बर रिप्रेजेन्टिङ मिनिस्ट्री अफ फाइनेन्स, जुन मेम्बर अघि हामीले जोइन्ट सेक्रेटरी एकजना 7 जना मेम्बरहरूमध्येबाट चाहिँ एकजना जोइन्ट सेक्रेटरी मिनिस्ट्री अफ फाइनेन्सबाट पनि आउँछ भनेर भनेको थियौँ। उहाँले चाहिँ अब एक्टिङ चेयरपर्सनको रूपमा चाहिँ काम कारबाही अगाडि बढाउन पाइयो। अब अर्को सेक्सन 8 मा रहेको छ फङ्सन ड्युटिज एन्ड पावर अफ चेयरपर्सन। यो पनि अहिले हामीले पढेर मजा आउँदैन, त्यो लास्टमै पढाउँला। चेयरपर्सन, बोर्डको चाहिँ चेयरपर्सनको काम के हो, ड्युटिज के हो, फङ्सन के हो र पावर के हुन्छ त बोर्डको अध्यक्षसँग भनेर चाहिँ हामी अलिक पछि छलफल गर्छौँ है त। अब सेक्सन 9 मा जाउँ। सेक्सन 9 मा जहाँसम्म मलाई यहाँ लाग्छ यहाँसम्म कुनै कन्फ्युजन छैन होला। सेक्सन 9 मा चाहिँ अब रेमुनेसन, मिटिङ एलाउन्स एन्ड अदर फेसिलिटिज अफ चेयरपर्सन एन्ड मेम्बर 7 जना हुन्छ है। मैले बारम्बार दोहोऱ्याइराखेको छु, 7 जना हुन्छ। एकजना एक्सपर्ट, एकजना चेयरपर्सन, त्यसपछि एकजना भनेको मिनिस्ट्री अफ फाइनेन्सबाट जोइन्ट सेक्रेटरी, मिनिस्टर अफ ल जस्टिस एन्ड पार्लियामेन्ट्री अफेयर्सबाट एउटा जोइन्ट सेक्रेटरी, एनआरबीबाट एउटा रिप्रेजेन्टेटिभ, आइक्यानबाट एउटा रिप्रेजेन्टेटिभ अनि एफएनसिसिआईबाट एउटा रिप्रेजेन्टेटिभ। 7वटा मेम्बर्सहरूको रेमुनेसन कति, तलब कति दिने, भत्ता कति दिने, अरू फेसिलिटिजहरू के दिने चाहिँ अब सेक्सन 9 ले भन्छ। अब के हुन्छ त भन्दाखेरि द रेमुनेसन, मिटिङ एलाउन्स एन्ड फेसिलिटी इन्टाइटल टु बाई द चेयरपर्सन एन्ड मिटिङ एन्ड डेली एन्ड ट्राभलिङ एलाउन्स, हामीले डेली एन्ड ट्राभलिङ एलाउन्स टिएडिए भन्छौँ हामीले सर्ट फर्ममा चाहिँ, इन्टाइटल टु बाई द चेयरपर्सन एन्ड मेम्बर वाइल मेकिङ ट्राभल विथिन र आउटसाइड द स्टेट अफ नेपाल स्याल बी एज प्रिस्क्राइब। एज प्रिस्क्राइबको मिनिङ अघि हामीले डेफिनेसनमा सेक्सन 2 भित्र डेफिनेसनमा पढाएको थियौँ। एज प्रिस्क्राइब भनेको रुल्स बनाएको हुन्छ, रुल्सभित्र जति भनेको छ त्यही अनुसार नै रेमुनेसन कति दिने, फेसिलिटिज के दिने, मिटिङ बस्दाखेरि मिटिङ भत्ता कति दिने, एउटा मिटिङ बराबर कति दिने, त्यसपछि अरू फेसिलिटिज कति दिने, टिएडिए कति दिने, त्यसपछि नेपालभित्र घुम्दाखेरि, नेपालभित्र जानु पर्दाखेरि कति दिने, विदेशको भ्रमण गर्नु पर्दाखेरि कति दिने, त्यो चाहिँ एज प्रिस्क्राइबमा जे लेखा छ त्यही अनुसार हुन्छ। सजिलै छ यसमा। अब हामी सेक्सन 10 तिर जाउँ। सेक्सन 10 मा चाहिँ के दिएको छ त भन्दाखेरि क्वालिफिकेसन अफ चेयरपर्सन एन्ड मेम्बर हुनलाई, कुनै बोर्डको मेम्बर हुनलाई, चेयरपर्सन हुनलाई क्वालिफिकेसन के चाहिन्छ त, यो पढौँ है त। बोर्डको मेम्बर हुनलाई चाहिँ क्वालिफिकेसन भनेको सुरुमा नेपाली सिटिजन हुनु पर्यो। अहिले नेपाली सिटिजन भएर पनि विदेशमा जाने, अनि त्यसपछि पिआर लिने, अनि फेरि नेपालमा नै बोर्डको अध्यक्ष दाबी गर्ने, त्यस्तो परिपाटीहरू पनि धेरै देख्छौँ। त्यो हुँदाखेरि चाहिँ यहाँ मजाले लेखेको छ, नेपाली सिटिजन हुनु पर्यो, सिटिजनसिप हुनु पर्यो। त्यो भनेको सिटिजनसिप त्यागेको हुनु भएन, हाई मोरल क्यारेक्टर हुनु पर्यो। अनि त्यसपछि अघिदेखि हामी भन्दै आएको छौँ 7 वर्षको एक्सपिरियन्स हुनु पर्यो। केमा भन्दाखेरि स्टक एक्सचेन्ज म्यानेजमेन्टमा, क्यापिटल मार्केट डेभलपमेन्टमा, कमर्समा, इकोनोमिक्समा, फाइनेन्समा, म्यानेजमेन्टमा अथवा लमा 7 वर्षको एक्सपिरियन्स हुनु पर्यो। त्यसपछि नट डिस्क्वालिफाइड अन्डर सेक्सन 11। अब यहाँ सेक्सन 11 मा रिफरेन्स दियो है त। सेक्सन 11 मा गएर हेर्नु, त्यहाँ डिस्क्वालिफिकेसन यो भयो भने चाहिँ डिस्क्वालिफाइड हुन्छ भनेको छ, त्यो अनुसार चाहिँ डिस्क्वालिफाई भएको हुनु भएन भनेर भनेको छ है त। अब सेक्सन 11 मा चाहिँ मेम्बर र चेयरपर्सन हुनलाई डिस्क्वालिफिकेसन के हो त भन्दाखेरि अफिस बेयरर अफ एनी पोलिटिकल पार्टी, कुनै पोलिटिकल पार्टीमा चाहिँ अहिले नै के हुन्छ त भने त्यहाँ कुनै पोस्टमा चाहिँ काम गरिरहेछ भने त्यस्तो मान्छे चाहिँ के हुनु पाएन त भन्दाखेरि बोर्डको चेयरपर्सन हुनु पाएन, बोर्डको मेम्बर हुनु पाएन। त्यसपछि अर्को भनेको पर्सन इन्भल्भ इन सेक्युरिटिज बिजनेस
भन्ने एउटा टर्म आयो। यसलाई हामी सेक्सन 2 बाट चाहिँ डेफिनेसनबाट पढि नै हाल्छौँ। त्यसरी चाहिँ कुनै पर्सन चाहिँ यदि सेक्युरिटिज बिजनेसमा चाहिँ इन्भल्भ भएको छ भने त्यो केसमा चाहिँ त्यस्तो पर्सन पनि चेयरपर्सन पनि हुन पाएन र मेम्बर हुन पाएन। इन्सल्भेन्ट भनेको चाहिँ के हो त भन्दाखेरि टाँट पल्टेको भन्छौँ हामीले नेपालीमा। त्यस्तो मान्छे पनि बोर्डको मेम्बर पनि हुन पाएन, बोर्डको अध्यक्ष पनि हुन पाएन। इन्सेन भनेको हामीले चाहिँ मगज बिग्रिएको अथवा दिमाग सड्केको भन्छौँ नेपालीमा, इन्सेन। त्यसपछि कन्भिक्टेड बाई द कोर्ट फर एन अफेन्स इन्भल्भिङ मोरल टर्पिट्युड। कोर्टले चाहिँ के भयो भन्दाखेरि अदालतले नै नैतिक पतन हुने खालको चाहिँ के हो त अफेन्समा चाहिँ कोर्टले यो मान्छेको चाहिँ नैतिक पतन हुने गरी चाहिँ अफेन्स गरिसकेको छ भने चाहिँ डिसिजन दिइसकेको छ भने त्यस्तो मान्छे पनि के गर्नु पाएन त भन्दाखेरि बोर्डको मेम्बर पनि हुन पाएन, बोर्डको चेयरपर्सन पनि हुनु पाएन। हामीले यहाँनिर एउटा टर्म सेक्युरिटिज बिजनेस भन्ने टर्म नयाँ आयो। यो टर्मलाई हामी हाम्रो सेक्सन 2 डेफिनेसनभित्रबाट चाहिँ हेर्छौँ है त। डेफिनेसनभित्र गएर सेक्युरिटिज बिजनेस भनेको के रहेछ त त्यो पनि पढिहालौँ। सेक्युरिटिज बिजनेस यहाँ जे नम्बरमा छ। सेक्युरिटिज बिजनेस मिन्स ट्रान्जेक्सन इन सेक्युरिटिज टु बी क्यारिड आउट बाई एनी कम्पनी अर बडी लाइसेन्स टु क्यारी आउट द सेक्युरिटिज बिजनेस अन्डर दिस एक्ट। अब यो अनुसार चाहिँ के भयो त भन्दाखेरि अब यहाँ फेरि के भयो सेक्युरिटिज भन्ने टर्म आयो। अब सेक्युरिटिज भन्ने टर्मको पनि यहाँ के छ त भन्दाखेरि डेफिनेसन दिएको छ है त यहाँ माथि एफ नम्बरमा। सेक्युरिटिज भने के हो त भन्दाखेरि धितोपत्र भन्छ हामी नेपालीमा। यसलाई चाहिँ हामी केलाई चाहिँ हामी सेक्युरिटिज भन्छौँ त भने कुनै सेयर छ भने सेयरलाई पनि सेक्युरिटिज भन्छौँ। स्टक्स सेयरको धेरै सेयर भयो भने हामी त्यसलाई स्टक भन्छौँ। बोन्ड्स पनि सेक्युरिटिज नै हो। डिबेन्चर पनि सेक्युरिटिज नै हो। डिबेन्चर स्टक्स पनि सेक्युरिटिज नै हो। त्यसपछि हाम्रो यही च्याप्टरभित्र कलेक्टिभ इन्भेस्टमेन्ट स्किम भन्ने एउटा चलाउँछौँ। त्यो पनि हाम्रो के भयो त भन्दाखेरि सेक्युरिटिजभित्रै पर्यो। सर्टिफिकेट इस्युड बाई बडी कर्पोरेट ट्रेजरी बोन्ड पनि सेक्युरिटिजभित्रै पर्यो। सेभिङ बोन्ड पनि सेक्युरिटिजभित्रै पर्यो। बोन्ड इस्युड बाई गभर्नमेन्ट नेपाल पनि सेक्युरिटिजभित्रै पर्यो। त्यसै गरी बाई बडी कर्पोरेट एगेन्स्ट द ग्यारेन्टी अफ द गभर्नमेन्ट नेपाल। यदि बोन्ड चाहिँ गभर्नमेन्ट नेपालले इस्यु गरेको छ भने त्यो पनि सेक्युरिटिज नै हो। अथवा गभर्नमेन्ट नेपालको ग्यारेन्टीमा कुनै अरू बडी कर्पोरेटले इस्यु गरेको छ भने त्यो केसमा पनि के भयो त भन्दाखेरि सेक्युरिटिज पनि त्यो पनि सेक्युरिटिजभित्रै पर्यो। दिस टर्म अल्सो इन्क्लुड सच अदर सेक्युरिटिज एज मे बी स्पेसिफाइड बाई द बोर्ड टु बी ट्रान्जेक्टेड अर ट्रान्सफरेबल थ्रु द स्टक एक्सचेन्ज अर द इन्स्ट्रुमेन्ट टु बी पर्चेज सेल अर एक्सचेन्ज सच सेक्युरिटिज। के भयो त भन्दाखेरि अरू पनि यदि बोर्डले ल यो फल्ना पनि अब यो सेक्युरिटिज नै हो भनेर प्रिस्क्राइब गरेको छ भने त्यो केसमा तिनीहरू सबै पनि सेक्युरिटिज नै भयो। सरसर्ती भन्नुपर्दाखेरि स्टक भयो, डिबेन्चर भयो, त्यसपछि सेयर भयो, बोन्ड भयो, त्यसपछि इन्भेस्टमेन्ट सेभिङ बोन्ड भयो, ट्रेजरी बोन्ड भयो, अरू कुनै बोन्डहरू गभर्नमेन्ट नेपालले इस्यु गरेको बोन्ड, त्यसपछि गभर्नमेन्ट अफ नेपालको ग्यारेन्टीमा अरू कुनै बडी कर्पोरेटले इस्यु गरेको बोन्ड सबै चाहिँ सेक्युरिटिजभित्र पर्यो। अब सेक्युरिटिज बिजनेस भनेको चाहिँ मिन्स अ ट्रान्जेक्सन इन सेक्युरिटिज। यही सेक्युरिटिजमा कुनै ट्रान्जेक्सन गऱ्यो भने ट्रान्जेक्सन इन सेक्युरिटिज ट्रान्जेक्सन भने के हो त फेरि यहाँनिर अर्को छ है त। यहाँ दिएको छ जी नम्बरमा। सेक्युरिटिज ट्रान्जेक्सन मिन्स इस्यु पर्चेज सेल अर एक्सचेन्ज अफ सेक्युरिटिज एन्ड अदर एक्ट पर्टेनिङ देयर टु। कुनै पनि सेक्युरिटिजलाई त्यो भने कुनै पनि सेयर हुनसक्छ, स्टक हुनसक्छ, बोन्ड हुनसक्छ, डिबेन्चर हुनसक्छ, ट्रेजरी बोन्ड हुनसक्छ, सेभिङ बोन्ड हुनसक्छ, बोन्ड इस्युड बाई गभर्नमेन्ट नेपाल। यीमध्ये कुनै पनिलाई चाहिँ के भयो त भन्दाखेरि इस्यु गर्यो, पर्चेज गर्यो, सेल गर्यो अथवा एक्सचेन्ज गर्यो भने चाहिँ के हुन्छ त भन्दाखेरि त्यसलाई चाहिँ हामी सेक्युरिटिज ट्रान्जेक्सन भन्छौँ र यस्तै सेक्युरिटिज ट्रान्जेक्सनहरू जसले गर्छ त्यसलाई चाहिँ हामी सेक्युरिटिज बिजनेस भन्छौँ। यसरी चाहिँ क्लियरली बुझिन्छ। ल हामी अब अगाडि बढौँ। कहाँ थियौँ त भन्दाखेरि अब हामी रिमुभल अफ चेयरपर्सन अर मेम्बर सेक्सन 12 मा जाउँ। अब कुनै पनि चेयरपर्सनलाई चाहिँ हामीले अघि नै भनेको थियौँ यतिकै रिमुभ गर्न पाउँदैन। एउटा चाहिँ इन्क्वायरी कमिटी बनाएर मात्रै सोधपुछ गरेर अनि अपर्च्युनिटी अफ बिङ हर्ड दिएर मात्रै हामीले रिमुभ गर्न सक्छौँ। तर अब कुन केसमा चाहिँ रिमुभ गर्न सकिन्छ त भनेर चाहिँ अब हामी सेक्सन 12 मा पढ्छौँ। के भयो त भन्दाखेरि वेयर देयर अकर्स अ सर्कमस्टेन्सेस फर द रिमुभल गर्ने कुनै कारण आयो भने गभर्नमेन्ट नेपाल स्याल रिमुभ द चेयरपर्सन एन्ड अ मेम्बर। चेयरपर्सन अथवा मेम्बरलाई रिमुभ गर्न सकिन्छ। हाउएभर प्रायर टु मेकिङ सच अ रिमुभल द गभर्नमेन्ट नेपाल स्याल नट डिप्राइभ सच कन्सर्न पर्सन अफ अ रिजनेबल अपर्च्युनिटी टु डिफेन्ड हिम अर हर। आफ्नो सबै पेस गर्न चाहिँ उसलाई अपर्च्युनिटी दिनु पर्यो। अब सर्कमस्टेन्सेस कुन फलोइङ आर द ग्राउन्ड्स अफ रिमुभल। सेक्सन 2 सबसेक्सन 2 भित्र चाहिँ अब रिमुभल गर्ने कारणहरू यहाँ दिएको छ है त। जस्तो कि डिस्क्वालिफाइड अन्डर सेक्सन 11। सेक्सन 11 मा के थियो त डिस्क्वालिफिकेसन भनेको
सरस्वती रिभाइज गरिहालौँ। यहीँ दिएको छ। यदि कुनै पनि पार्टीको चाहिँ नि पोलिटिकल पार्टीको अफिस बेरर छ भने त्यसपछि सेक्युरिटिज बिजनेसमा इन्भल्भ भएको त्यस्तो पर्सन छ भने त्यसपछि इन्सल्भेन्ट छ भने इन्सेन्ट छ भने इन्सल्भेन्ट इन्सेन्ट त्यसपछि कुनै पनि कोडले चाहिँ कन्भिक्ट गरेको छ कि यो चाहिँ मोरल टर्पिट्युड अफेन्स यस्तो अफेन्समा लागिसकेको छ जसको चाहिँ मोरल इन्भल्भिङ मोरल टर्पिट्युड नैतिक पतन भन्छौँ। नैतिक रूपमा पनि पतन भइसकेको कुनै अफेन्समा चाहिँ कोर्टले चाहिँ डिसिजन सुनाइसकेको छ। यो 5 वटा केसमा चाहिँ डिस्क्वालिफाइड हुन्छ। यस्तो डिस्क्वालिफाइड भएको मान्छेलाई चाहिँ के हुन्छ त भन्दाखेरि चेयरपर्सन अथवा मेम्बरबाट हटाइन्छ। अथवा अर्को के भयो त भन्दाखेरि इफ वान कमिट्स एनी एक्ट कन्ट्रारी टु द इन्ट्रेस्ट अफ इन्भेस्टर इन सेक्युरिटिज अर एनी एक्ट द्याट मे कज लस अर ड्यामेज टु द डेभलपमेन्ट अफ क्यापिटल मार्केट। अब कुनै चेयरपर्सनले अथवा कुनै चेयरपर्सनले अथवा मेम्बरले चाहिँ यस्तो एक्ट कमिट गर्यो, यस्तो काम गर्यो जसले गर्दाखेरि चाहिँ इन्भेस्टरको एगेन्स्टमा इन्ट्रेस्टको एगेन्स्टमा इन्भेस्टरको हित नहुने गरी काम गर्यो अथवा क्यापिटल मार्केट जुन डेभलपमेन्ट हुन्छ नि त्यो डेभलपमेन्टमा चाहिँ लस अर ड्यामेज हुने गरी चाहिँ कुनै काम कारबाही गर्यो भने त्यति बेला चाहिँ चेयरपर्सन अथवा मेम्बरलाई चाहिँ हटाउन सक्यो। अनि अर्को भनेको चाहिँ के हो त भन्दाखेरि अब बोर्डको मेम्बर र चेयरपर्सनले त धमाधम काम गर्नु पर्यो होइन, आफ्नो अब्जेक्टिभ्सहरू एचिभ गर्नको लागि। तर त्यस्तो कामहरू चाहिँ गर्न सकिएन। त्यो केसमा चाहिँ के हुन्छ त भन्दाखेरि काम गर्न नसक्ने मान्छेले किन राख्ने, त्यो हुँदाखेरि चाहिँ चेयरपर्सन र मेम्बरलाई त्यति बेला हटाउन सक्यो। जस्तै कि यहाँ सी नम्बर दिएको छ, सफर्स फ्रम द ल्याक अफ कन्फिडेन्स। उसँग कम्पिटेन्स नै छैन टु इम्प्लिमेन्ट अर कज टु बी इम्प्लिमेन्टेड सच फङ्सन रिक्वायर टु पर्फर्म बाई द बोर्डले काम गर्नुपर्ने कामहरू गर्न नसक्ने, जो आफ्नो अब्जेक्टिभ्सहरू एचिभ गर्नलाई बोर्डले जे काम गर्नुपर्ने थियो ल्याक अफ कम्पिटेन्स नभएको कारणले चाहिँ त्यो मेम्बरले अथवा त्यो चेयरपर्सनले त्यस्तो काम गर्न सकेन भने त्यो केसमा पनि रिमुभ गर्न सक्यो। अर्को भनेको चाहिँ यहाँ मैले के गरेको छु, बाई रिजन अफ मिसकन्डक्ट। कुनै मिसकन्डक्टको कारणले बदनियतको कारणले चाहिँ कुनै मेम्बरको अथवा चेयरपर्सनको चाहिँ के भयो त भन्दाखेरि अकुपेसन कुनै काम गर्न कुनै बिजनेस गर्न चाहिँ डिस्क्वालिफाई आजदेखि चाहिँ क्वालिफाइड छैन है, यो बिजनेस गर्न यो अकुपेसन गर्न क्वालिफाइड छैन मिसकन्डक्ट गरेको कारणले भनेर भनेको छ। अथवा उसको सर्टिफिकेट चाहिँ रिभोक गरिदियो, क्यान्सल गरिदियो भने त्यो केसमा पनि त्यसरी चाहिँ हामीले के गर्न सकिन्छ भन्दाखेरि चेयरपर्सन र मेम्बरलाई रिमुभ गर्न सकिन्छ। अर्को भनेको रिमेन एब्सेन्ट फ्रम 3 कन्जिक्युटिभ मिटिङ अफ द बोर्ड विदाउट गिभिङ अ नोटिस। यो चाहिँ जहाँ पनि लागु हुने हो है, यसलाई यो युनिभर्सल जस्तै हो। यदि कुनै पनि बोर्डको मिटिङमा लगातार कन्जिक्युटिभ भन्ने टर्मलाई यहाँ हामीले ध्यान दिनुपर्ने हुन्छ। अब कन्जिक्युटिभ भनेको अहिले एउटा आज मिटिङ एउटा बस्यो, भोलि एउटा बस्यो र पर्सि अर्को बस्यो गर्दाखेरि यसरी धमाधम 3 दिन मिटिङ बस्यो, तर तिनैवटा मिटिङमा कुनै मिटिङमा पनि आएन अनि नआउने, जस्तो कि म आउँदिनँ, आउन भ्याउँदिनँ भनेर कुनै रिजन हुन्छ नि त कारण, त्यो कारण पनि भनेन भने त्यो केसमा चाहिँ अब त्यस्तो चेयरपर्सनलाई त्यस्तो मेम्बरलाई चाहिँ हामी रिमुभ गर्न सक्छौँ। 3 वटा कन्जिक्युटिभ मिटिङमा चाहिँ विदाउट एनी नोटिस कुनै सूचनै नदिकन चाहिँ एब्सेन्ट भएकै गऱ्यो भने त्यो केसमा पनि। अब सरसर्ती भन्नुपर्दाखेरि यदि सेक्सन 11 अनुसार चाहिँ डिस्क्वालिफाइड छ भने त्यो मान्छेलाई हामी रिमुभ गर्न सक्यौँ। र कुनै इन्भेस्टरको इन्ट्रेस्टको एगेन्स्टमा गएर कुनै काम गर्यो, कुनै त्यस्तो एक्टहरू गऱ्यो भने त्यो केसमा पनि हामीले हटाउन सक्छौँ। र जुन हाम्रो क्यापिटल मार्केट डेभलपमेन्टमा चाहिँ लस अथवा ड्यामेज पुर्यायो भने त्यसमा पनि गर्नु पर्यो। त्यसपछि अर्को भनेको चाहिँ जुन बोर्डको बोर्डको चाहिँ के हो त भन्दाखेरि अब्जेक्टिभ्सहरू एचिभ गर्नलाई जे कामहरू गर्नुपर्ने, जे कारबाहीहरू गर्नुपर्ने थियो त्यो चाहिँ ल्याक अफ कम्पिटेन्सको कारणले त्यस्तो कामहरू गर्न नसक्ने अवस्था आयो भने त्यस्तो चेयरपर्सनलाई अथवा मेम्बरलाई हामी हटाइदिन्छौँ। अर्को भनेको चाहिँ उसले मिसकन्डक्ट गरेको कारणले चाहिँ नि कुनै बिजनेस अथवा अकुपेसन गर्नलाई चाहिँ के भयो त भन्दाखेरि डिस्क्वालिफाइड भयो अथवा उसको चाहिँ नि सर्टिफिकेट रिभोक भइदियो, सर्टिफिकेट नै क्यान्सल भयो भने त्यो केसमा पनि हामीले त्यस्तो मान्छेलाई चेयरपर्सन अथवा मेम्बरबाट हटाइदिन्छौँ। अर्को भनेको चाहिँ यदि लगातार कन्जिक्युटिभ 3 मिटिङमा चाहिँ विदाउट एनी नोटिस चाहिँ के भयो त भन्दाखेरि रिमेन एब्सेन्ट भयो भने त्यो केसमा पनि हामी त्यस्तो मेम्बरलाई अथवा चेयरपर्सनलाई चाहिँ हटाइदिन्छौँ। अब हामी सेक्सन 13 तिर लागौँ, रिजाइनेसन अफ चेयरपर्सन एन्ड मेम्बर। रिजाइनेसन भनेको चाहिँ राजीनामा भन्छौँ हामी नेपालीमा। द चेयरपर्सन अफ द मेम्बर एज द केस मे रिलिफ अफ हिज अर हर अफिस बाई टेन्डरिङ रिजाइनेसन इन राइटिङ टु गभर्नमेन्ट नेपाल। गभर्नमेन्ट नेपाल सरकार सामु चाहिँ अगाडि जाने, ल म आजदेखि चाहिँ यो पोस्टबाट यो पोस्टमा बस्दिनँ, म चेयरम्यान हुँदा नि हुँदिनँ, म मेम्बर हुँदा नि हुँदिनँ भनेर एउटा के भयो त भन्दाखेरि एप्लिकेसन दियो, म यो कारणले चाहिँ आजबाट राजीनामा दिँदैछु भनेर दियो भने त्यो केसमा चाहिँ रिजाइन भएको मानिन्छ। अर्को भनेको फुलफिलमेन्ट अफ भ्याकेन्सी। त्यसरी अब 7 को बोर्डको चाहिँ कुनै चेयरपर्सन अथवा मेम्बरले रिजाइन गर्यो भने त्यो कसरी चाहिँ त्यो त अब भ्याकेन्ट हुने भयो, खाली हुने भयो, त्यसलाई कसरी पोस्ट फुलफिल हुन्छ त भन्दाखेरि एज प्रिस्क्राइब एज प्रोसिड्युर रेफर्ड इन दिस एक्ट। यो एक्टमा जे प्रोसिड्युर लेखेको छ त्यही अनुसार चाहिँ फुलफिल भ्याकेन्सी चाहिँ फुलफिलमेन्ट हुन्छ भनेर यहाँ लेखेको छ है त।
त्यही अनुसारले अब अगाडि बढौँ सेक्सन 15 जस्तो कि के भयो त भन्दाखेरि कुनै चेयरपर्सन क्वालिफाइड नै थिएन चेयरपर्सन एपोइन्ट हुनलाई अथवा कुनै मेम्बर चाहिँ क्वालिफाइड नै थिएन मेम्बर एपोइन्ट हुनलाई। तर एपोइन्टमेन्ट भइसक्यो, भुलवश भइसक्यो अनि त्यसपछि बोर्डको मिटिङ पनि धमाधम बसिसक्यो, मिटिङ बसेर डिसिजनहरू पनि भइसक्यो, माइन्युटिङ भइसक्यो, साइन भइसक्यो, अगाडि काम बढिसक्यो, सबै भइसक्यो। तर पछि आएर 1 वर्षपछि आएर थाहा भयो कि ला यो मान्छे त चेयरपर्सन हुन लायकै रहेन रहेछ, यो मान्छे त मेम्बर हुन लायकै रहेनछ, क्वालिफिकेसन नपुग्ने रहेछ, त्यसपछि अर्को भनेको एक्सपिरियन्सै नपुग्ने रहेछ। जस्तो मास्टर डिग्री पढेको हुनुपर्यो, 7 वर्षको एक्सपिरियन्स हुनुपर्यो भनेर हामीले अघिदेखि चिताएको छौँ, तर त्यो पनि नपुगेको अवस्थामा चाहिँ के हुन्छ त भन्दाखेरि 1 वर्षसम्म त यत्रो धेरै डिसिजन भयो, यत्रो धेरै माइन्युटिङ भयो, यति धेरै मिटिङ बस्यो, सबै अब के त्यो गरेको मिटिङको माइन्युटहरू सबै डिसिजनहरू के अब आजदेखि काम नलाग्ने हो त भन्यो भने चाहिँ त्यस्तो हुँदैन। किनभने त्यसो हो भने त धेरै नै बर्बाद हुन्छ सिचुएसन। त्यो हुँदाखेरि सेक्सन 15 को एउटा चाहिँ जन्म भयो, प्रोसिडिङ नट टु बी इनभ्यालिड भनेको कुनै पनि चेयरपर्सनलाई अथवा मेम्बरलाई एपोइन्टमेन्ट गर्दा कुनै डिफेक्ट थियो, कुनै खराबी थियो भने त्यही कारणले मात्र चाहिँ पछि आएर चाहिँ के हो त भन्दाखेरि लिएको डिसिजनहरू प्रोसिडिङहरू चाहिँ ल त्यो कारणले चाहिँ डिसिजन पनि क्यान्सल भनेर चाहिँ भन्न पाएन है त। नो एक्ट अर प्रोसिडिङ्स अफ द बोर्ड स्याल बी इनभ्यालिड हुँदैन मेयरली भनेको यही कारणले मात्रै बाई द रिजन अफ एनी डिफेक्ट इन द एपोइन्टमेन्ट अफ द चेयरपर्सन अर मेम्बर एज द केस मे बी अर द फर्मेसन अफ बोर्ड अर भ्याकेन्सी इन अफिस अफ द चेयरपर्सन अर मेम्बर। मैले मजाले बुझाएँ होला। अब सेक्सन 16 मा जाउँ। सेक्सन 16 मा चाहिँ के हुन्छ त भन्दाखेरि बोर्डमा जम्मा कतिजना हुन्छ? 7 जना हुन्छ। 7 जना मेम्बरले के सबै काम गर्न भ्याउँछ त? यता पनि हेर, माथि पनि हेर, तल पनि हेर, अर्को साइडतिर अर्को सबै भ्याइ नभ्याइ 12 वटा हात त हुँदैन। त्यो हुँदाखेरि बोर्डले पनि के हुन्छ त भन्दाखेरि अब आफ्नो चाहिँ कमिटी, सानो कमिटी बनाएर, सब कमिटी बनाएर, कमिटी भन्दा नि सानो सब कमिटी बनाएर के गर्न सक्छ त भन्दाखेरि बनाउन सक्छ र आफ्नो पावरहरू ह्यान्डओभर गर्न सक्छ, डेलिगेट गर्न सक्छ। ल यति काम चाहिँ यो कमिटी मार्फत गराउने, यो यति काम चाहिँ यो सब कमिटी मार्फत गराउने, यही सम्बन्धी चाहिँ अब सेक्सन 16 मा छ। द बोर्ड मे फर्म एनी कमिटी अर सब कमिटी एज पर नेसेसिटी फर द अपरेसन अफ इट्स बिजनेस। आफ्नो बिजनेस चलाउनको लागि चाहिँ कमिटी बनाउन पनि सक्छ, फर्म गर्न पनि सक्छ, सब कमिटी फर्म गर्न पनि सक्छ। सच अ मेम्बर एज स्पेसिफाइड बाई द बोर्ड स्याल बी द कोअर्डिनेटर अफ द कमिटी अर सब कमिटी एज द केस मे बी। र अब कमिटीको सब कमिटीको फङ्सन ड्युटिज पावरहरू के हुन्छ त भन्दाखेरि कस्तो हुन्छ त? कति पावर दिने, कति फङ्सन्स दिने, कति ड्युटिजहरू दिने भन्दाखेरि चाहिँ एज प्रिस्क्राइब बाई बोर्डले जति दिन्छ त्यति बराबर चाहिँ त्यो कमिटीले काम गर्नुपर्ने हुन्छ, त्यो कमिटीसँग त्यति पावर हुन्छ, त्यही अनुसार चाहिँ अगाडि हुन्छ है त। ल अब सेक्सन 17 तिर जाउँ। मैले अघि पनि भने एउटा बोर्डले सबै काम गर्न सक्छ भन्ने हुँदैन। त्यो हुँदाखेरि बोर्डले आफूसँग भएको धेरै पावरहरू मध्येबाट 2-4 वटा पावर चाहिँ डेलिगेट गर्न सकिन्छ। डेलिगेट भनेको ट्रान्सफर। ल यति काम चाहिँ मैले गर्नुपर्ने हो, तर मैले गर्न भ्याउँदिनँ, मसँग टाइम छैन त्यति धेरै काम गर्नलाई। ल यति काम चाहिँ मैले गर्नुपर्ने काम तिमी गर भनेर कसैलाई चाहिँ डेलिगेट गर्न सक्छ। चेयरपर्सन एनी मेम्बरलाई अथवा एनी कमिटीलाई अथवा सब कमिटीलाई चाहिँ डेलिगेट गर्न सक्छ। त्यसै गरी बोर्डले भइ नै हाल्यो र अर्को भनेको चेयरपर्सनले पनि के गर्न सक्छ त भन्दाखेरि त्यसरी आफ्नो पावरहरू चाहिँ डेलिगेट गर्न सक्छ है त। त्यसपछि अर्को भनेको जस्तो कि सेक्सन 18 मा चाहिँ कन्फ्लिक्ट अफ इन्ट्रेस्ट भन्ने एउटा टर्म आउँछ। कन्फ्लिक्ट अफ इन्ट्रेस्ट भनेको चाहिँ स्वार्थको द्वन्द्व भन्छौँ हामीले नेपालीमा। कस्तो हुन्छ त भन्दाखेरि हामी 7 जना चाहिँ बोर्डमा छौँ। 7 जना मध्ये ल म पनि एकजना मेम्बर हो, ल म एक्सपर्टको तर्फबाट चाहिँ मेम्बर हो भने आजको मिटिङमा चाहिँ जे एजेन्डाहरू डिस्कसन हुँदैछ, मैसँग रिलेटेड कुनै एजेन्डा चाहिँ डिस्कसन हुँदैछ, ल यो एक्सपर्टलाई के हो त सोध्ने, स्पष्टीकरण सोध्ने अथवा यो मैसँग रिलेटेड कुनै काम कारबाहीको लागि चाहिँ आज डिसिजन हुने मिटिङ बस्दैछ भने चाहिँ त्यो केसमा चाहिँ मैले चाहिँ अगाडि नै भन्नुपर्छ, म अगाडि नै यो मामलामा चाहिँ यो मिटिङमा नबस्ने अथवा यो चाहिँ मेरो कन्फ्लिक्ट अफ इन्ट्रेस्ट हुन्छ। त्यो हुँदाखेरि चाहिँ यसमा चाहिँ म बस्दिनँ भनेर चाहिँ त्यसरी जानकारी गराउनुपर्छ। योसँग रिलेटेड हो है त, होइन? वेयर एनी प्रपोजल इन व्हिच अ मेम्बर ह्याज डाइरेक्ट अर इन्डाइरेक्ट पर्सनल इन्ट्रेस्ट, आफ्नो व्यक्तिगत स्वार्थ छ भने चाहिँ कुनै पनि मिटिङमा चाहिँ इज टु बी डिस्कस एट द मिटिङ अफ द बोर्ड, सच अ मेम्बर स्याल गिभ इन्फर्मेसन एज टु सच इन्ट्रेस्ट टु द बोर्ड प्रायर टु द कमेन्समेन्ट अफ डिस्कसन अन सच म्याटर। त्यस्तो मामलामा त्यस्तो म्याटरमा डिस्कस गर्नुभन्दा अगाडि नै ल बोर्डलाई चाहिँ ल मेरो चाहिँ यसमा पर्सनल कन्फ्लिक्ट अफ इन्ट्रेस्ट छ भनेर चाहिँ जानकारी दिनुपर्छ। एक्सेप्ट सो परमिटेड बाई द बोर्ड, सच अ मेम्बर स्याल नट बी इन्टाइटल टु पार्टिसिपेट इन द डिस्कसन एन्ड डिसिजन अफ सच अ म्याटर एन्ड कास्ट हिज अर हर भोट देयरअन प्रोभाइडेड द्याट द प्रेजेन्स अफ सच अ मेम्बर स्याल बी भ्यालिड इन अर्डर टु कन्स्टिट्युट अ कोरम अफ द मिटिङ। कोरम गणना गर्नलाई, कोरम पुग्यो कि पुगेन भनेर गणना गर्नलाई चाहिँ जसको कन्फ्लिक्ट अफ इन्ट्रेस्ट छ त्यसको पनि नम्बर
के हुने भयो त भन्दाखेरि हामीले काउन्ट गर्ने भयो। तर डिसिजन प्रोसेसमा भोटिङ प्रोसेसमा चाहिँ उसले डिसिजन पनि लिन पाउँदैन, भोट पनि गर्न पाउँदैन है त, जसको चाहिँ पर्सनल कन्फ्लिक्ट अफ इन्ट्रेस्ट छ। अर्को भनेको अब सेक्सन 19 मा जाउँ। सेक्सन 19 मा प्रोभिजन रिलेटिङ टु अकाउन्ट एक्सपर्ट, एडभाइजर एन्ड इम्प्लोइ। अब यहाँ त अब सबै काम इम्प्लोइ चाहियो होइन, बोर्डसँग त इम्प्लोइ चाहियो काम गर्नलाई, एकाउन्टसँग रिलेटेड एक्सपर्टहरू चाहियो, एडभाइजरहरू चाहियो, जति चाहिन्छ इफिसियन्ट तरिकाले काम गर्नको लागि, बोर्डले राम्रोसँग काम गर्न, इफेक्टिभ तरिकाले काम गर्नको लागि जति नम्बर अफ एकाउन्ट एक्सपर्ट चाहिन्छ, जति एडभाइजर चाहिन्छ, इम्प्लोइ चाहिन्छ, इफिसियन्ट तरिकाले त्यति चाहिँ राख्न पायो। द एपोइन्टमेन्ट रेम्युनरेसन फेसिलिटिज। अब यसरी बोर्डले एपोइन्ट गरेको एक्सपर्टको, एडभाइजरको, इम्प्लोइको रेम्युनरेसन कति दिने, फेसिलिटिज के हो, टर्म्स एन्ड कन्डिसन अफ सर्भिस के हो भने चाहिँ बोर्डले जसो जसो भन्छ त्यसरी नै अगाडि बढ्ने, एज प्रिस्क्राइब बाई द बोर्ड है त। यति स्यालेरी दिन्छु भनेर बोर्डले भनेको छ भने त्यति नै स्यालेरी पाउने भयो, यो फेसिलिटी दिन्छु भन्यो भने त्यही नै पाउने भयो, जे बोर्डले भन्छ त्यही नै भयो है त। अब सेक्सन 20 तिर जाउँ। टु टेक ओथ। ओथ भनेको चाहिँ नेपालीमा गोपनीयताको शपथ भन्छौँ है त, शपथ भन्छौँ, शपथ खानु पर्यो। तपाईँले पनि मन्त्रीले, प्रधानमन्त्रीले शपथ खाएको हेर्नुभयो होला म्याक्सिममले है, अगाडि एकजनाले पढ्नुहुन्छ र उहाँले जे भन्नुहुन्छ अर्कोले चाहिँ रिपिट गरेर त्यही नै भन्ने हुन्छ है त। जस्तो कि यहाँ पनि सेक्सन 20 मा के भन्यो त भने, द चेयरपर्सन मेम्बर, कसले शपथ खानु पर्यो, चेयरपर्सनले, मेम्बरले, एडभाइजरले, इम्प्लोइले of the board appointed for the first time in the board shall, prior to assuming the function of their office, take the oath of secrecy and honesty. सेक्रेसी भनेको गोपनीय राख्नु पर्यो है, सेक्रेट राख्नु पर्यो, र अनेस्टली काम गर्छु भनेर चाहिँ शपथ खानु पर्यो। कसले भन्दाखेरि चेयरपर्सनले, मेम्बरले, एडभाइजरले, इम्प्लोइले सुरुमा बोर्डमा चाहिँ छिर्नुभन्दा अगाडि, काम सुरु गर्नुभन्दा अगाडि चाहिँ अनेस्टी र सेक्रेसीको चाहिँ के गर्नु पर्यो त भन्दाखेरि शपथ खानु पर्यो, ओथ खानु पर्यो, OATH, ओथ खानु पर्यो। त्यसपछि मात्र काम कारवाही अगाडि बढाउनु पायो। अब हामी सेक्सन 21 तिर जाउँ। सेक्रेसी गोपनीयता मेन्टेन गर्नु पर्यो, गोपनीय चिजहरूलाई सबैलाई पब्लिक गर्नु भएन है। अर्को भनेको यसमा के छ त भन्दाखेरि, नो चेयरपर्सन, मेम्बर, एडभाइजर, इम्प्लोइ, अडिटर, एजेन्ट अर रिप्रेजेन्टेटिभ अफ द बोर्ड स्याल पर्फर्म द फलोइङ बिजनेस। बोर्डको कुनै मेम्बरले, चेयरपर्सनले, एडभाइजरले, इम्प्लोइले, अडिटरले, एजेन्टले, रिप्रेजेन्टेटिभले के गर्नु भएन त भन्दाखेरि, आफूसँग पाएको, आफूले बोर्डमा काम गर्दाखेरि, आफ्नो ड्युटी पर्फर्म गर्दाखेरि चाहिँ पाएको कन्फिडेन्सियल इन्फर्मेसनहरू चाहिँ सप्लाई गर्नु भएन, डिस्क्लोज गर्नु भएन अरू कुनैलाई, कसैलाई। त्यसपछि त्यस्तो इन्फर्मेसनहरू, त्यस्तो नोटिसहरू चाहिँ आफ्नो पर्सनल बेनिफिटको लागि पनि युज गर्नु भएन। दुईवटा कुरा, जस्तो कि बोर्डमा काम गर्दाखेरि अडिटरले धेरै इन्फर्मेसनहरू पाउँछ, चेयरपर्सनलाई धेरै इन्फर्मेसन थाहा छ, मेम्बरलाई धेरै इन्फर्मेसन थाहा छ, एडभाइजरलाई धेरै इन्फर्मेसनहरू थाहा हुन्छ। त्यो इन्फर्मेसन थाहा छ भन्दैमा चाहिँ त्यो इन्फर्मेसन चाहिँ अरू कसैलाई सप्लाई गर्ने, डिस्क्लोज गर्नुपर्ने काम चाहिँ गर्नु हुँदैन। र अर्को भने चाहिँ त्यस्तो इन्फर्मेसनहरू चाहिँ आफ्नो पर्सनल बेनिफिटको लागि पनि युज गर्नु हुँदैन है त। यति लेखा छ। अर्को भनेको सबसेक्सन 2 मा नटविथस्ट्यान्डिङ एनिथिङ कन्टेन्ट। अब यो भन्दैमा त अब के भयो त भन्दाखेरि, त्यसो हो भने त इम्प्लोइले त के हो त भन्दाखेरि अडिटर आउनु हो अडिट गर्नलाई, तर ल मेरो त कन्फिडेन्सियलिटी मेन्टेन गर्नुपर्ने छ, अब म त केही इन्फर्मेसन दिन सक्दिनँ, फेरि कन्फिडेन्सियलिटी भङ्ग हुन्छ है, मलाई त भोलि जेल चलान गर्छ भनेर भन्न थाल्यो भने त अडिटरलाई कसले इन्फर्मेसन दिने, कसरी अडिट गर्ने, सपोर्टिङ डकुमेन्टहरू कसरी दिने, त्यो हुने कारणले चाहिँ यहाँ सबसेक्सन 2 आएको छ। नटविथस्ट्यान्डिङ एनिथिङ कन्टेन्ट इन सबसेक्सन 1। सबसेक्सन 1 मा जेसुकै भनोस्, अब काट्यो क्या, चट्टै काट्यो। सबसेक्सन 1 मा जे भने पनि अब चट्टै काटेर डस्टबिनमा हालिदियो है। नटविथस्ट्यान्डिङ एनिथिङ यो पनि एउटा टर्म हो जो चाहिँ लमा चाहिँ युज भइराखेको हुन्छ। नटविथस्ट्यान्डिङ एनिथिङ कन्टेन्ट इन सबसेक्सन 1। सबसेक्सन 1 मा जेसुकै लेखोस्, मलाई कुनै मतलब छैन। Any confidential information or notice may be disclosed on the following circumstances known to him or her in accordance with the procedure as prescribed by the board. यो सर्कमस्टेन्सेसमा चाहिँ अडिटरले पनि इन्फर्मेसन सेयर गर्न पायो, बोर्डको चेयरपर्सनले पनि पायो, मेम्बरले पनि पायो, एडभाइजरले पनि पायो, इम्प्लोइले पनि पायो है त। डिस्क्लोज गर्नुहोस्, सप्लाई गर्नुहोस्, जे गर्नुहोस्। कुन केसमा त भन्दाखेरि, where the disclosure of such information or notice has been made in performing one's duty publicly, rendering assistance to any law enforcing authority, carrying out an order given by the court or competent authority। जस्तो कि कोर्टले माग्यो, कुनै इन्फर्मेसन कोर्टले माग्यो अथवा पुलिसले माग्यो, CIB ले माग्यो, त्यो केसमा चाहिँ डिस्क्लोजर पनि दिनु पर्यो, यो इन्फर्मेसन यस्तो यस्तो हो भनेर भन्नु पर्यो। त्यसपछि where such notice or information has been supplied to the external auditor,
चाहिँ एक्सटर्नल अडिटर, किनभने इन्टर्नल अडिटर पनि हुन्छ, एक्सटर्नल अडिटर पनि हुन्छ। एक्सटर्नल अडिटर अडिट गर्न आउँदाखेरि चाहिँ उसको ड्युटीहरू फुलफिल गर्नको लागि चाहिँ नोटिसहरू, इन्फर्मेसनहरू माग्यो भने त्यति बेला पनि मजाले दिन पायो। वेयर इन्फर्मेसन अर नोटिस हेज बिन डिस्क्लोज इन द इन्ट्रेस्ट अफ द बोर्ड इन द कोर्स अफ लिगल काउन्सिल। अब बोर्डको एगेन्स्टमा चाहिँ के भयो त भन्दाखेरि अदालतमा मुद्दा दर्ता भयो भने त्यो मुद्दा दर्ता हुँदाखेरि मुद्दा लड्नको लागि जे इन्फर्मेसनहरू चाहिन्छ, जे डकुमेन्टहरू चाहिन्छ, जे नोटिसहरू चाहिन्छ, सबै गएर त्यहाँ अदालतमा बुझाउँदाखेरि पनि भयो है त। अब हामी अर्कोतिर लागौँ। सेक्सन 22 फन्ड अफ द बोर्ड। बोर्डमा पैसा नगद कहाँबाट आउँछ त? फन्ड भनेको कोष भन्छौँ हामी नेपालीमा, इङ्ग्लिसमा हामी फन्ड भन्छौँ। बोर्डको कोषमा पैसा कहाँबाट आउँछ भन्दाखेरि देयर स्याल बी अ सेपरेट फन्ड अफ इट्स ओन। बोर्डको एउटा सेपरेट कोष खडा गर्नु पर्यो है, फन्ड खडा गर्नु पर्यो। त्यसपछि द फलोइङ एमाउन्ट स्याल बी क्रेडिटेड टु द फन्ड एज रिफर इन सबसेक्सन 1। के भयो त भन्दाखेरि यो पैसा चाहिँ त्यहाँनिर लगेर फन्डमा जम्मा हुन्छ, जम्मा गर्नु पर्यो भनेर भन्यो। यसमा के छ, गभर्मेन्ट एमाउन्ट रिसिभ फ्रम द गभर्मेन्ट नेपाल। कुनै नेपाल सरकारबाट कुनै पैसा प्राप्त भयो भने त्यो पैसा फन्डमा लगेर राख्ने। एमाउन्ट रिसिभ एज ग्रान्ट, एसिस्टेन्स अर लोन फ्रम एनी नेटिभ, फोरेन अर इन्टरनेसनल अर्गनाइजेसन, इन्स्टिट्युसन, बडिज। कुनै पनि स्वदेशी, विदेशी, इन्टरनेसनल अर्गनाइजेसन, इन्स्टिट्युसन, बडिजहरूले चाहिँ कुनै एसिस्टेन्स दियो, कुनै लोन दियो, कुनै ग्रान्ट दियो भने त्यो पनि केसमा के भयो त भन्दाखेरि यही फन्डमा लगेर पैसा हाल्नु पर्यो। तर विदेशबाट पैसा रिसिभ हुँदैछ, लोन रिसिभ हुँदैछ भने त्योभन्दा अगाडि चाहिँ हामीले कसलाई जानकारी दिनु पर्यो त भन्दाखेरि गभर्मेन्ट नेपालबाट एप्रुभल लिनु पर्यो। मिनिस्ट्री अफ फाइनेन्स अझै मजाले भन्नुपर्दाखेरि त्यहाँबाट एप्रुभल लिनु पर्यो, त्यसलाई जानकारी दिनु पर्यो। त्यसपछि मात्रै हामीले विदेशबाट लोन, एसिस्टेन्स अथवा जे पनि विदेशबाट आउनुपर्ने हो त्यो चाहिँ लिन पाउँछौँ। त्यही नै भनेको छ। यो पनि धेरै ठाउँमा युज हुन्छ है त। यो प्रोभाइडेड द्याट द प्रायर एप्रुभल अफ गभर्मेन्ट नेपाल स्याल बी अब्टेन इन रिसिभिङ सच ग्रान्ट, एसिस्टेन्स अर लोन। अब अगाडि बढ्दाखेरि के भयो त भने एमाउन्ट रिसिभ बाई वे अफ लाइसेन्स फी। यो पछि हामी पढ्छौँ। बोर्डले चाहिँ लाइसेन्स दिन्छ है, लाइसेन्स दिन्छ, कुनै पनि ब्रोकर लाइसेन्सहरू, अरू लाइसेन्सहरू दिन्छ। त्यो लाइसेन्स दिँदाखेरि फी पनि लिन्छ, त्यो फी पनि आयो। त्यसपछि एमाउन्ट रिसिभ बाई वे अफ फिज फर रेजिस्ट्रेसन अफ सेक्युरिटिजहरू रेजिस्ट्रेसन गर्दाखेरि, सेबनमा रेजिस्ट्रेसन गर्दाखेरि फी लिन्छ, त्यो फी पनि यही खातामा फन्डमा राख्नु पर्यो। एमाउन्ट रिसिभ बाई वे अफ फिज, चार्ज, ड्युज फर ट्रान्जेक्सन इन सेक्युरिटिज ट्रान्जेक्सन गर्दाखेरि पनि के हुन्छ त भन्दाखेरि सेबनले फीहरू लिन्छ, चार्जहरू लिन्छ, त्यो पनि यही फन्डमा ल्याएर राख्नु पर्यो। अनि त्यसपछि बोर्डले बेला बेलामा के गर्छ त भन्दाखेरि मोनिटरिङ गर्दाखेरि फाइनहरू पनि लगाइरहेको हुन्छ। फाइनहरू लगाइरहेको हुन्छ सेक्युरिटिज बिजनेसहरूलाई, स्टक एक्सचेन्जहरूलाई फाइनहरू लगाइरहेको हुन्छ। त्यो फाइन पनि यही फन्डमा लिएर आउनु पर्यो। अरू कुनै पनि सोर्सबाट पैसा आयो भने यही फन्डमा राख्नु पर्यो। यो फन्डमा आएको पैसा कहाँ लगेर राख्नु पर्यो त भन्दाखेरि कुनै पनि कमर्सियल ब्याङ्कमा, नेपालमा आएको ए क्लास कमर्सियल ब्याङ्कमा चाहिँ खाता खोल्ने र त्यहाँनिर लगेर राख्ने। त्यसपछि त्यहाँबाट जति पनि फन्डको चाहिँ नि बोर्डको एक्सपेन्डिचर खर्चहरू हुन्छ त्यही कोषबाट चाहिँ चलाउने, त्यही खाताबाट पैसा झिक्ने र चलाउने। अर्को भनेको त्यही नै भन्छ, अल एक्सपेन्डिचर टु बी मेड अन बिहाफ अफ द बोर्ड स्याल बी चार्जेबल अन द फन्ड एज रिफर टु इन सबसेक्सन 1। त्यो है। अनि त्यसपछि इन मेकिङ एक्सपेन्डिचर पर्सेन्ट टु सबसेक्सन 4, सबसेक्सन 4 अनुसार खर्च गर्दाखेरि सच एक्सपेन्डिचर स्याल बी मेड सब्जेक्ट टु द बजेट एप्रुभ बाई द बोर्ड। बोर्डको कुनै पनि संस्थाको त बजेट बनाएको हुन्छ, एनुअल बजेट पहिला नै सुरुमा नै त्यो बजेट अनुसार चाहिँ खर्च गर्नु पर्यो। जस्तो यो बजेटमा कुनै टपिकमा एडमिन खर्चमा 2 लाख रुपियाँ खर्च गर्ने भनेको छ भने 2 लाखभन्दा बढी हुने गरी चाहिँ कट्ने गरी चाहिँ खर्च गर्नु भएन एक्चुअलमा। फर द इन्कम एन्ड एक्सपेन्डिचर टु बी मेड इन इच इयर एज प्रिस्क्राइब जति गरेको छ त्यही अनुसार चाहिँ बजेटभित्र रहेर चाहिँ खर्च गर्नुपर्ने भयो है त। अब हामी लागौ सेक्सन 23 प्रोभिजन रिलेटिङ टु रिभल्भिङ फन्ड। रिभल्भिङ फन्ड भनेको अक्षय कोष है त। थोरै पानी एड गरौँ। सेक्सन 23 मा यहाँसम्म कुनै कन्फ्युजन छैन होला। सेक्सन 23 मा चाहिँ रिभल्भिङ फन्ड क्यापिटल लेभलबाट त इम्पोर्टेन्ट नै छ है। अक्षय कोष भन्छौँ हामी, नामबाटै थाहा हुन्छ अक्षय। तपाईँले नेपाली मिनिङ थाहा छ कि छैन? अक्षय भनेको क्षय नहुने, लाइक डिप्रिसिएसन नहुने, त्यो फन्ड चाहिँ नघट्ने क्या। जस्तै त्यो फन्डमा 100 रुपियाँ हालेको छ भने बढेर बरु 105 होला, 110 होला त्यो फन्डमा पैसा, तर 100बाट 90, 95 चाहिँ हुँदैन। त्यस्तो खालको एउटा कोषको चाहिँ व्यवस्था गर्नु पर्यो बोर्डले। किन त भन्दाखेरि द बोर्ड मे इस्टाब्लिस अ रिभल्भिङ फन्ड टु म्यानेज इट्स सोर्स अफ इन्कम एन्ड सच एमाउन्ट एज स्पेसिफाइड बाई बोर्ड स्याल बी क्रेडिटेड टु द्याट फन्ड इच इयर। एउटा फन्ड बनाउनु पर्यो, त्यो फन्डमा चाहिँ रिभल्भिङ फन्ड बनाउनु पर्यो आफ्नो इन्कमको सोर्स मेन्टेन गरिराख्नलाई
र त्यसमा चाहिँ वर्षेनी जति प्रिस्क्राइब गरिन्छ स्पेसिफाइड बोर्डले यति पैसा चाहिँ हाल्ने है त्यो कोर्समा भने भने चाहिँ त्यति कोर्समा चाहिँ त्यति बराबर पैसा चाहिँ त्यहाँ हाल्ने होइन। त्यसपछि त्यहाँ पैसा हालिसकेपछि त्यहाँबाट ब्याज आउँछ, ब्याज चाहिँ खर्च गर्न पाइन्छ, तर मेन त्यहाँ सामा भनेको प्रिन्सिपल एमाउन्ट चाहिँ हामीले खर्च गर्न पाउँदैनौँ, त्यही नै लेखेको छ। द एमाउन्ट अफ द रिभल्भिङ फन्ड मे बी हेल्ड इन, यहाँ तल लेख्या होला एकछिन है यहाँ। अब त्यहाँ भएको फन्डमा भएको रिभल्भिङ फन्डमा भएको पैसा केमा लगानी गर्ने त भन्दाखेरि सेक्युरिटिज इस्युड बाई गभर्नमेन्ट नेपाल, गभर्नमेन्ट नेपालले इस्यु गरेको बोन्डहरू सेक्युरिटिजहरूमा अर सच पिरियडिक एकाउन्ट एज मे बी प्रिस्क्राइब बाई द बोर्ड, अथवा फिक्स डिपोजिटहरू पिरियडिक डिपोजिटहरूमा चाहिँ त्यहाँ लगेर त्यो लगानी गर्न सकियो है त। अर्को भनेको जेनरली नो मनी हेल्ड इन द रिभल्भिङ फन्ड अदर देन इन्कम अन आउट अफ द मनी इन द्याट फन्ड स्याल बी स्पेन्ड। त्यो भनेको रिभल्भिङ फन्डमा भएको पैसाबाट जति इन्कम आउँछ, जस्तो ब्याजहरू आयो भने त्यो ब्याज चाहिँ खर्च गर्न पायो, तर मेन पैसा चाहिँ खर्च गर्न पाएन। प्रोभिजन रिलेटिङ टु अपरेसन अफ रिभल्भिङ फन्ड स्याल बी एज प्रिस्क्राइब। रिभल्भिङ फन्ड कसरी अपरेट गर्ने, कसरी चलाउने चाहिँ जे प्रिस्क्राइब गराएको हुन्छ त्यही नै हुन्छ। रुलले जे भन्छ, एज प्रिस्क्राइब भनेको अघि नै मिनिङ हामीले पढिसकेका छौँ, रुलमा लेखेको हुन्छ, त्यो रुलले जे भन्छ जसरी चलाउने हुन्छ त्यही अनुसार चलाउने है त। अब सेक्सन 24 मा जाउँ, एकाउन्ट्स अफ द बोर्ड। बुकको एकाउन्ट कसरी राख्ने त, अब हिसाब किताब त राख्नु पर्यो। अब के हो त भन्दाखेरि द बोर्ड स्याल हेभ टु मेन्टेन अपडेटेड रेकर्ड अफ इट्स एक्टिभिटिजहरूको सबभन्दा अपडेटेड तरिकाले चाहिँ रेकर्ड राख्नु पर्यो। रेकर्ड कसरी राख्ने त भन्दाखेरि इन्टरनेसनल प्र्याक्टिस अनुसार चाहिँ राख्नु पर्यो, यहाँ लेखेको छ। द बोर्ड स्याल हेभ टु मेन्टेन एकाउन्ट्स अफ इट्स इन्कम एन्ड एक्सपेन्डिचर, balance sheet, accounting details of each fiscal year in accordance with the accounting system conforming to the international practice no later than 6 months after the expiry of a fiscal year। कुनै फिस्कल इयर कहिलेदेखि कहिले हुन्छ भन्दाखेरि साउन 1 गतेदेखि असार अर्को वर्षको असार मसान्तसम्म हुन्छ। त्यो पछि 6 महिना भनेको पुससम्ममा चाहिँ इन्टरनेसनल प्र्याक्टिस अनुसार चाहिँ आफ्नो खातापाता तयार गरेर राख्नु पर्यो। इन्कम स्टेटमेन्ट, इन्कम एन्ड एक्सपेन्डिचर एकाउन्ट, ब्यालेन्स सिट, त्यसपछि अरू डिटेलहरू चाहिँ त्यसरी राख्नु पर्यो। अब यो राखेको खातापाता कसले अडिट गर्छ त भन्दाखेरि अडिट चाहिँ लगभग यो सरकारी निकाय जस्तै भएको कारणले चाहिँ अडिटर जेनरलबाट चाहिँ अडिट गर्नु पर्यो। द अकाउन्ट्स एन्ड बुक्स अफ द बोर्ड स्याल बी अडिटेड बाई द अडिटर जेनरल अर एनी अडिटर डिजाइनेटेड बाई। अडिटर जेनरल आफैले गर्न पनि सक्छ, अथवा अडिटर जेनरलले कुनै मान्छेलाई ल सिए राम भन्ने मान्छेलाई जाउ गएर अडिट गर्यो भने राम आएर पनि अडिट गर्न सक्छ है त। अब अडिट गर्दाखेरि while auditing the accounts and books of the board, the auditor appointed pursuant to this subsection 1, such an auditor shall mention inter alia the following matters in his or her audit report। audit report मा के खुलाउनु पर्यो, एज युजुअल नै भइहाल्यो। स्टेटमेन्ट अफ इन्कम एन्ड एक्सपेन्डिचर ट्रुली रिफ्लेक्ट द इन्कम एन्ड एक्सपेन्डिचर अफ द बोर्ड इन द्याट फिस्कल इयर। के खुलाउनु पर्यो त अडिटर साहबले भन्दाखेरि यो जुन बोर्डको स्टेटमेन्ट अफ इन्कम एन्ड एक्सपेन्डिचरको स्टेटमेन्ट छ, यसले चाहिँ एक्चुअल इन्कम एन्ड एक्सपेन्डिचर रिफ्लेक्ट गरेको छ कि छैन। जे एक्चुअल इन्कम एन्ड एक्सपेन्डिचर हो त्यही अनुसारको इन्कम एन्ड एक्सपेन्डिचर स्टेटमेन्ट बनाएको छ कि छैन, र जस्तो इकोनोमिक कन्डिसन छ बोर्डको त्यही अनुसारको चाहिँ ब्यालेन्स सिट बनाएको छ कि छैन भनेर चाहिँ कमेन्ट गरेर राख्नु पर्यो है त। ट्रु इकोनोमिक कन्डिसन त्यहाँ चाहिँ देखाएको छ कि छैन भने चाहिँ अडिटर साहबले के गर्नु पर्यो त भन्दाखेरि अडिट रिपोर्टमा चाहिँ खुलाउनु पर्यो। अर्को सेक्सन 26 मा एनुअल रिपोर्ट भनेको, एनुअल रिपोर्ट चाहिँ के गर्नु पर्यो त भन्दाखेरि चेयरपर्सनले एनुअल रिपोर्ट चाहिँ बनाउनु पर्यो एउटा। कहिले त भन्दाखेरि नो लेटर देन 4 months आफ्टर द एक्सपायरी अफ द फिस्कल इयर। त्यो भनेको साउन भदौ असोज कार्तिक महिनाभित्र चाहिँ के गर्नु पर्यो, एउटा एनुअल रिपोर्ट चाहिँ बुझाउनु पर्यो। एन्ड प्रोभाइड त्यो एनुअल रिपोर्टको एक कपी चाहिँ नेपाल सरकारलाई पनि बुझाउनु पर्यो। द चेयरपर्सन स्याल इन इच इयर मेक पब्लिक द एनुअल रिपोर्ट अफ द बोर्ड एज रिफर टु इन सबसेक्सन 1। त्यो एनुअल रिपोर्टलाई चाहिँ बोर्डको वेबसाइटमा पनि प्रेजेन्ट गर्नु पर्यो है त। ल अब च्याप्टर 2 हामीले आज सकायौँ। च्याप्टर 2 मा चाहिँ सेक्सन 3 देखि लिएर सेक्सन 26 सम्म रहेको थियो। जहाँसम्म मलाई लाग्छ यसमा कुनै कन्फ्युजनहरू छैन होला। आजको रिभिजन क्लास, आजको रिभिजन भन्दा पनि यो त डिटेलै भइहाल्यो। अब यसको सर्ट फर्ममा रिभिजन पनि सरस्वती पछि अलिक इक्जाम ओरिएन्टेड रिभिजन पनि त्यसको बारेमा पनि सोचौँला। अहिले चाहिँ यो डिटेल क्लास नै भइहाल्यो है त। यहाँसम्म आजको च्याप्टर 2 को लाइभ क्लास हेर्नुभएकोमा थ्याङ्क यू। फेरि हामी भोलि अर्को लाइभ क्लासमा जोइन हुने नै छौँ। हस्, बाई बाई, नमस्ते।